नमस्कार लासो फ्याफुल्ला टासितेलेक छेजलो सम्पूर्ण महानुभावहरूलाई फेरि पनि म स्वागत गर्न चाहन्छु हाम्रो 18औं 10 करोड वज्र गुरु मन्त्र जपको। आज हामी 9औं दिनमा छौं र अब हामी शिक्षणतर्फ लाग्न जाँदैछौं। यहाँ सम्पूर्ण महानुभावहरू उपस्थित भइसक्नुभयो। अब हाम्रो शिक्षण सुन्नको लागि पक्कै पनि हामी 10 दिनको पूजाको लागि यहाँ दोलखा चरीकोटको टुडीखेलमा भेला भएका छौं र यो 9 दिनसम्म आइपुग्दा र 8 दिनसम्मको शिक्षणले यस ठाउँमा रहनुभएको हाम्रो शिक्षणहरू भिन्न भिन्न श्रद्धेय धर्मगुरुहरूले दिनदिनै 8 दिनसम्म हामीलाई शिक्षणहरू दिँदै आइरहनु भएको छ र आज लास्ट हाम्रो अन्तिम शिक्षण रहेको छ। श्रद्धेय धर्मगुरु खेम्पो श्रीलामा गुरुङज्यूबाट सुन्नेछौँ हामी र यतिका दिनसम्म हामीले शिक्षणहरू लिँदै गर्दा यही हलमा बसेर हामीलाई प्रत्यक्ष रूपमा हेरेर अथवा प्रत्यक्ष प्रसारणद्वारा हेरिरहनु भएको, टासी टिभीबाट हेरिरहनु भएको लगायत विभिन्न एफएमबाट पनि प्रसारण भइरहेको छ। हाम्रो आवाज सुनेर हाम्रो शिक्षणहरू सुनिरहनु भएको सम्पूर्ण महानुभावहरूले पक्कै पनि लाभ लिनुभएको छ भन्ने अपेक्षा गरेका छौँ हामीले। र आज बिहान हजुरहरूले अवलोकन पनि गर्नुभयो होला, गुरु रिम्पोछेको अष्टकाया वज्र नृत्य पनि भएको थियो। हजुरहरूले त्यस नृत्यबाट पनि पक्कै पनि लाभ लिनुभयो होला भन्ने आशा गर्दै हामी अब हाम्रो शिक्षण सत्रतर्फ अगाडि बढ्दैछौँ। खेम्पो शेरलामा गुरुङज्यूले विभिन्न टपिकमा शिक्षण दिनुहुनेछ। एउटा त मैले हिजो पनि भनिसकेको छु, यो जीवनदेखि अर्को जीवनसम्मको यात्रा तथा मृत्युपछिको संस्कारबारे शिक्षण दिनुहुनेछ र लगायत अर्को पनि एउटा टपिक छ भोट भाषा सम्बन्धी जानकारी र यो भाषाको महत्त्वबारे शिक्षण दिनुहुनेछ उहाँले। मैले हिजो पनि हाम्रो श्रद्धेय धर्मगुरु खेम्पो श्रीलामा गुरुङज्यूको बारेमा थोरै व्याख्यान त गरेको थिएँ। आज पनि म थोरै कुरा जोड्न चाहन्छु, किनभने हिजो हामी माझ नहुनु भएको थुप्रैजना आज जोडिनु भएको हुनसक्छ। उहाँहरूलाई पनि म जानकारी दिन चाहन्छु हाम्रो खेम्पो श्रीलामा गुरुङज्यूको बारेमा। गण्डकी कास्की मादी 2 ताङतिङमा जन्मनु भई उहाँले श्री हिमालयन माध्यमिक विद्यालयबाट कक्षा 9 उत्तीर्ण गर्नुभयो। पोखरा दीप देछनलिङ गुम्बामा अध्ययन गरी 1996 देखि दक्षिण भारत कर्नाटक मैसूर स्थित नाम्डोलिङ गुम्बामा परम पूज्य गुरु पेनोर रिम्पोछेको मार्गदर्शनमा उच्च बौद्ध शिक्षा हासिल गर्दै गुरुङ समुदायबाट बौद्ध शिक्षा अध्ययन गरी पहिलो खेम्पो उपाधि प्राप्त व्यक्ति हुनुभयो। उहाँ बौद्ध अर्घौं सदन गुम्बा पोखराका प्रमुख लामा तथा गुरुङ तमु लामा बौद्ध धर्म समाज काठमाडौँका अध्यक्ष पनि हुनुहुन्छ र साथै बौद्ध अर्घौं सदन गुम्बाको प्रमुख गुरु लगायत गुरुङ लामा बुद्धिस्ट एसोसिएसनको अध्यक्ष हुनुहुन्छ र बुद्धिस्ट गुम्बा रिडिङ UK संस्थापक पनि हुनुहुन्छ। र अर्को एउटा कुरा पनि जोड्न चाहन्छु, भोलि हाम्रो अन्तिम दिन हो। हाम्रो पूजाको 10 दिनको पूजाको भोलि अन्तिम दिन हो। अब शिक्षण लिनेछौँ हाम्रो श्रद्धेय धर्मगुरु खेम्पो शेरलामा गुरुङज्यू थुप्तेन केसेबाट। अब सुन्नेछौँ हामी स्वर श्रद्धेय धर्मगुरु खेम्पो शेरलामा गुरुङज्यूको। दुसुम सांगे थम जेगे ngो rigdang kil khor jaz kyabda garden some thuje dangye khamson chuge gyalbo shabge dul jema me bala go ra do do go song go wa chimbo go ne chaza jin gyabson chu da shin samjan tham jege lo chu so do ra jingye labdo sol chu lam do long war jingye labdo sol lam chul wa sel war jingye labdo sol chulwa ye shi so char war jingye labdo 다신 섬전탐 제게 로초소 저거 진게 라우도소 쉐람도 롱버 진게 라우도소 람출바슬버 진게 라우도소 추바에 시소 차르버 진게 라우도
다신 섬전탐 제기로 초소로버 진예 랍도소 최람도 롱버 진예 랍도소 람출와서버 진예 랍도소 초와의 쇼조 차버 진예 랍도소 कार्यक्रम सञ्चालिका बहिनीलाई साधुवाद। 10 करोड वज्र गुरु मन्त्र जप पूजा अनुष्ठान तथा विश्व शान्ति पूजा यो 18औं वज्र गुरु जप पूजा कार्यक्रमका परम पूजनीय गुरुवरहरू, भिक्षु भिक्षुनीहरू, उपासक उपासिकाहरू, आदरणीय यस प्रदेश तथा स्थानीय सरकारमा आबद्ध रहनुभएका व्यक्तित्वहरू, पत्रकार मित्रहरू, सुरक्षा कर्मीमा खटिनुभएका प्रहरी मित्रहरू, स्वयंसेवक युवा भाइ बहिनीहरू, आज चैत्र 25 गते शुक्ल दशमीको पुण्य दिन वज्र गुरु मन्त्र जप पूजा अनुष्ठान आजको शुक्ल दशमी गुरु रिम्पोछे पद्म सम्भवको विशेष पुण्यतिथि अनुकूलता आज बिहान यस टुँडी खेलको प्राङ्गणमा अष्टकाय वज्र गुरुको पद्म सम्भवको नृत्य हामीले दर्शन गर्ने सौभाग्य प्राप्त भयो र कार्यतालिका अनुसार अहिले धर्म शिक्षण कार्यक्रममा सधैँको झैँ यहाँहरू सबैजनाले बोधि चित्तको भाव मनमा प्रकट गरेर यो दुःखको संसारमा सम्पूर्ण मातारूपी प्राणीहरू दुःखको भावचक्रबाट मुक्त भएर बुद्धको तत्त्वज्ञानलाई प्राप्त गराउनको निमित्त धम्मदेशना श्रवण गर्दछु भन्ने बोधि चित्तको सङ्कल्प मनमा प्रकट गरेर धर्म श्रवण गरिदिनुहोला। आजको विषय वस्तु यो जीवनदेखि अर्को जीवनसम्मको यात्रा मृत्यु पश्चातको संस्कारको विषयमा प्रस्तुत गर्न गइरहेका छौँ। यहाँहरूको हातमा यो पर्चा पाउनुभएको छ भने आज यसै विषयमा रहेर मैले व्याख्या गर्ने प्रयास गर्नेछु। यो मृत्यु पश्चातको यात्रा, यो जीवनदेखि मृत्यु र मृत्यु पश्चातको परलोकको यात्राको विषयमा चर्चा गर्नुपर्दा भर्दो अन्तर्भावको बारेमा चर्चा गर्नुपर्ने हुन्छ। अन्तर्भावको विषयमा धेरै गहिरो र गम्भीर विषय भएको हुनाले संक्षिप्तमा धर्मगुरुहरूले व्याख्या गर्दै आउनुभएको, अनुवाद गरेर प्रकाशन भएको केही ग्रन्थहरूबाट टिप्पणी गरेर मैले सानो पर्चा यहाँ तयार पारेको छु। यो पर्चा चाहिँ मेरो रचना चाहिँ होइन, मैले हाम्रो सद्गुरुहरूले अनुवाद नेपाली अनुवाद गर्नुभएको र बढ्दो थ्योडल ग्रन्थमा उल्लेखित भएको केही बुँदाहरूलाई टिप्पणी गरेर प्रकाशन गरेको सानो पर्चा मात्रै हो। अब यहाँहरूको हातमा यो पर्चा प्राप्त गर्नुभएको छ भने कृपया यहाँले हेर्न सक्नुहुन्छ र पर्चा प्राप्त भएको छैन भने पनि यहाँले सुनिदिनु हुन अनुरोध गर्न चाहन्छु। र गुम्बामा अध्ययन गर्ने, उच्च बौद्ध शिक्षा अध्ययन गर्नुहुने लामाहरू, भिक्षुहरूलाई, भिक्षुनीहरूलाई धेरै चर्चा गरिरहनुपर्ने आवश्यकता पर्दैन। उहाँहरूलाई कुनै नयाँ नौलो विषय रहेन। तर पृथकजनहरू, गृहस्थी भक्तजनहरूको लागि चाहिँ महत्त्वपूर्ण हुनसक्छ यो पर्चा र यो धर्मदेशना। अब यहाँहरूले यो पर्चातिर ध्यान दिनुहोला। नमो गुरु बुद्ध धर्म सङ्घाय बढ्दो थ्योडल छेम्बो अन्तर्भाव श्रवण महाविमुक्ति र मृत्यु संस्कार विषयमा छोटो चर्चा। यो जन्मदेखि मृत्यु नभइन्जेलको अवधिलाई हामीले यो जीवन यात्रा भनेर बुझिन्छौँ। यो जीवन यात्राको विषयलाई मात्रै नभइकन भर्दोको विषय नै यो छोटा भर्दो भित्र
सम्पूर्ण जीवन यात्राहरू समेटिनु भएको हुनाले यसै बुँदमा रहेर यहाँ प्रस्तुत गर्दछ। सामान्यतया भर्दो भन्नाले मध्यमकाललाई बुझिन्छ। कुनै पनि कार्यको सुरुवात भई समाप्त नभइन्जेलको अवधि नै एक प्रकारको भर्दो हो। भर्दो भनेको भोट भाषाको शब्द हो। जस्तै भोजन सेवनको सुरुवात गरी समाप्त नभएसम्मको अवधि पनि एक प्रकारको भर्दो हो। ध्यान साधनाको प्रारम्भ गरी विसर्जन नभइन्जेलको अवधि पनि एक प्रकारको भर्दो, यसलाई चाहिँ समाधि भर्दो भनेर भनिन्छ। हामीले यात्रामा प्रस्थान गरी गन्तव्यमा नपुगिन्जेलको अवधि पनि एक प्रकारको भर्दो। जस्तै तपाईँ काठमाडौँबाट हवाई जहाजमा चढेर तपाईँ दिल्ली जानुभयो भने काठमाडौँबाट फ्लाइट चढेर दिल्लीमा चाहिँ तपाईँ नपुगिन्जेलसम्मको त्यो यात्रा छ, त्यो एउटा भर्दो हो। सुतेर निद्राबाट नबिउन्जिन्जेलको अवधि पनि भर्दो हो। यसलाई चाहिँ सपना भर्दो भनेर भनी गर्दछ। जन्मेर मृत्यु नभइन्जेलको जिन्दगी पनि भर्दो, नभइन्जेल ल भनी छुटे चाहिँ पनि भर्दो हो। यो चाहिँ जन्म स्थान भर्दो, रङसिन केनेगी भर्दो भनी जन्म भइसकेपछि मृत्यु नभइन्जेलको अवधिलाई एक प्रकारको जीवन हामी भर्दो। भर्दो भोट भाषाको शब्द हो। भर भनेको बीच, दो भनेको अवस्था, बीच अवस्था अथवा मध्यमकाल। भगवान बुद्धले धर्म प्रवचन गर्नुहुँदा श्रोताहरूको मति क्षमतालाई मध्यनजर गरी धर्म देशना दिनु भएको थियो। त्यसैले गर्दा भगवान बुद्धको उपदेशहरू देशकाल र परिस्थिति अनुकूल फरक फरक विषय र शैलीहरूमा पाइन्छ। भर्दो अन्तर्भाव विषयमा भगवान बुद्धले अभिधर्म पीठको केही बुँदाहरू र वज्रयानी तन्त्रहरूमा भर्दो विषयमा व्यापक धर्मदेशना दिनुभएको पाइन्छ। बुद्ध वचनहरूमा औपचारिक रूपमा दिनुभएको बुद्धको बाणीलाई हामी त्रिपिटक भनेर बुझ्दछौँ। सार्वजनिक रूपमा दिनुभएको शिक्षा भनौँ, त्यसमा पनि तह तबकाको शिक्षाको विषयवस्तुहरू फरक त छन्। वज्रयानी तन्त्रको सन्दर्भ अलिक फरक छ। वज्रयानी तन्त्रहरू भगवान तथागत बुद्धले सीमित मति क्षमता, योग्य मति क्षमता भएको व्यक्तिहरूलाई, विनयजनहरूलाई लक्षित गरेर दिनुभएको हुनाले वज्रयानी तन्त्रलाई गुह्य तन्त्र पनि भन्ने गर्दछ। गुह्य तन्त्र चाहिँ यसमा पनि क्रियतन्त्र, चर्यतन्त्र, योगतन्त्र, अनुत्तर योगतन्त्र, अनुत्तर योगतन्त्रदेखि चाहिँ गुह्य तन्त्र भन्ने गर्दछ। किन भन्दाखेरि सार्वजनिक रूपमा वज्रयानी गुह्य तन्त्रको उपदेशहरू प्रदान गरियो भने त्यो वज्रयानी उपदेशको दुरुपयोग हुन सक्छ र निम्न मति क्षमता भएको व्यक्तिहरूले गुह्य तन्त्र वज्रयानी उपदेशको लागि सही ढङ्गले अभ्यास गर्न नसकिने भएको हुनाले पनि योग्य व्यक्तिलाई र गोप्य रूपमा देशना गर्नुभएको हुनाले पनि गुह्य तन्त्र भने। र वज्रयानी तन्त्रमा अलिक व्यापक रूपमा बुद्ध देशनामा, बुद्धको वचनहरूमा भर्दो सम्बन्धी व्यापक रूपमा उल्लिखित भएको पाइन्छ। अब शास्त्रहरूमा भन्यो भने नालन्दा बौद्ध विश्वविद्यालयको बौद्ध आचार्यहरूद्वारा रचना भएको बौद्ध शास्त्र तेङ्गुर अभिधर्म कोशमा पनि भर्दोको विषयलाई लिएर व्यापक चर्चा गर्नुभएको छ। भर्दो अन्तर्भाव विषय विस्तृत रूपमा चाहिँ गुरु रिम्पोचे पद्मसम्भवले दिनुभएको भर्दो थ्योडल छेन्मो अन्तर्भाव श्रावण महाविमुक्ति उपदेश हिमाली क्षेत्रमा विकसित बौद्ध धर्मको सबैभन्दा लोकप्रिय ग्रन्थ उपदेशको रूपमा मानिन्छ। यो उपदेश 8औं शताब्दीमा गुरु रिम्पोचे पद्मसम्भवले भविष्यका विनयजनहरूको निमित्त नीति धर्मको रूपमा राख्नुभएको थियो।
पछि 14औं शताब्दीमा सिद्धि प्राप्त गुरु महायोगी कर्मलिङ्ग सिद्धि प्राप्त गुरु कर्मलिङ्ग सन् 1326 मा जन्मिनुभयो र 1386 मा परिनिर्वाण हुनुभएको मिति हो। 15 वर्षको कलिलो उमेरमा गुरुको भविष्यवाणी, भद्र समय र शुभ लक्षणहरूको संयोग भएपछि निधि कोषबाट प्रकाशनमा ल्याउनु भई। अब यो निधि धर्म, निधि कोषबाट प्रकाशनमा ल्याउनु, यसको व्याख्या हुनुपर्छ, सर्वसाधारणले बुझ्न सक्दैन। वचन परम्परा र निधि परम्परा दुई प्रकारको परम्पराहरू छ बुद्धको शासनमा। वचन परम्परा भगवान बुद्धदेखि अहिलेको मूल गुरुसम्म अटुट गुरुधारा परम्परा अविच्छिन्न रूपमा रहँदै आएको वचन परम्परा, कामा भन्छ भोट भाषामा, तेह्रमा भनेको निधि परम्परा। भविष्यको विनयजनहरूलाई लक्षित गरेर विभिन्न कन्दहार गुफा चित्तहरूमा सुरक्षित गरेर राखिएको धर्म उपदेश भनौँ, विभिन्न द्रव्य वस्तुहरूलाई निधि धर्म भनेर बुझ्दछौँ। पन्ध्र वर्षको कलिलो उमेरमा गुरुको भविष्यवाणी, भद्र समय र शुभ लक्षणहरूको संयोग भएपछि निधि कोषबाट प्रकाशनमा ल्याउनु भई व्यापक रूपमा यसको अभिषेक, आगम र निर्देशन वाङ लुङठी प्रदान गर्नुभएको थियो। बर्दो थ्योडल ग्रन्थ सन् 1927 मा अङ्ग्रेजी भाषामा अनुवाद गरी बेलायतको अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट द टिबेटियन बुक अफ द डेड नामक शीर्षकमा प्रकाशित भएको र सन् 1960, सन् 1980 र सन् 1985 मा पुनः प्रकाशित भएको थियो। फेरि यो ग्रन्थको अनुवाद अङ्ग्रेजी भाषामा टीकासहित फ्रान्सेस्का फ्रिमेन्टल र छोगेल टुङ्बा रिम्बोछे लेख गर्नुभएको थियो। यो ग्रन्थ सम्भल ड्रागन एसोसिएसन लन्डनबाट सन् 1987 मा द ग्रेट लिबरेसन थ्रु हियरिङ इन द बर्दो बाई गुरु रिम्बोछे नामक शीर्षकमा प्रकाशित भई धेरै चर्चित पुस्तकको सूचीमा परि विश्वको अत्याधिक बिक्ने पुस्तकको महलमा राखिएको पाइन्छ। यो व्याख्या गर्नु परेन। बर्दो थ्योडलको विशेषता, अब बर्दोको बारेमा, यो बर्दो थ्योडलको बारेमा थोरै चर्चा गर्नुपर्दा मृतकलाई धर्मदेशना सुनाएर मुक्त गराउने अत्यन्तै उत्तम उपायको रूपमा अनुसरण गरिन्छ। यस पवित्र बर्दो थ्योडल ग्रन्थमा उल्लेखित भए अनुसार मुक्त गराउने उपायहरूमा थ्योडल सुनाएर मुक्त गराउने, मृतकलाई सुनाएर चाहिँ मुक्त गराउने उपाय, थोङडोल देखाएर मुक्त गराउने, मृत्यु हुनुभन्दा अगाडि अथवा मृत्यु भइसकेपछि पनि मृतकको विज्ञानलाई बोलाएर विभिन्न प्रकारको रूपहरू, दृश्यहरू देखाएर मुक्त गराउने उपायहरू र मृत्यु हुनुभन्दा अगावै पनि मृत्यु हुन लागिरहेको अवस्थाको व्यक्तिलाई पनि विभिन्न बुद्ध बोधिसत्वहरूको चित्रहरू, मण्डलहरू प्रदर्शन गरेर मुक्त गराउने उपायहरू थोङडोल भन्ने हुन्छ। न्योङडोल पवित्र जल र प्रसादहरू रसपान गराई मुक्त गराउने उपायहरू। रेगडोल धूप र द्रव्य सामग्रीहरूलाई स्पर्श गराएर मुक्त गराउने उपाय। ताकडोल विभिन्न मण्डल चक्र, जन्तर बुट्टीहरू शरीरमा लगाई मुक्त गराउने उपायहरू बताएको छ। यसमा हिमाली क्षेत्रमा एउटा थ्योडोल भनेको सुनाएर मुक्त गराउने व्यापक छ। ताकडोल भनेको हिजो आज चाहिँ मृतकको शरीरमा ताकडोलको छिठोको मण्डलको चक्रहरू चाहिँ सँगै अन्त्येष्टि गरिदिने, उहाँको अन्त्येष्टि दह संस्कार गर्ने बेलामा सँगै चाहिँ दह संस्कार गरिदिने, अनि उहाँ मृत्यु हुनुभन्दा अगावै नै ताकडोलको मण्डल चक्रहरू उहाँको शरीरसँगै राखिदिने, त्यसलाई चाहिँ ताकडोल भनेर चाहिँ भनिन्छ। मृत्यु हुन लागेको अवस्थामा
मृत्यु उपरान्त हुने विभिन्न लक्षण र प्रभावहरूको बारेमा राम्रो जानकारी दिलाउन सकेमा सजिलैसँग मुक्त भई भर्दोको दुःखहरू भोग्नु नपर्ने र मृत्यु पश्चात क्रमिक रूपमा सुनाउन सकेमा मृतकलाई धेरै लाभदायक हुनेछ। 2 नम्बर सक्यो। 3 नम्बरमा अब भर्दो कति प्रकारको हुन्छ भन्ने सन्दर्भमा भर्दो 6 प्रकारको भर्दोको बारेमा सूत्र तन्त्रहरूमा पनि व्यापक रूपमा उल्लेखित छ। अघि भनेको जस्तै हरेक क्षणको अवधिलाई विचार गर्ने हो भने भर्दो यतिवटा छ भनेर गनेर गन्नै नसक्ने सङ्ख्यामा पुग्छ। तर समग्रमा समेटेर हेर्दा भर्दो 6वटा बुँदामा चाहिँ विभाजन गरी बताउनु भएको छ। 1 नम्बरमा के नै भर्दो भन्छ भोट भाषामा जन्म जीवन अन्तर्भाव। जन्म भएको दिनदेखि मृत्यु नहुइन्जेलको त्यो अवधिलाई जन्म जीवन अन्तर्भाव भनिन्छ। यो असाध्यै महत्त्वपूर्ण छ हाम्रो जीवनमा। जन्म भएको दिनदेखि मृत्यु नभएको अवधिसम्म, किनभने हाम्रो जीवन अनित्य हो। कति वर्षसम्म आयु लिएर बाँचिन्छ निश्चित छैन। बाँचुन्जेलसम्मको आफूले गरेको कर्मले मृत्युपछि परलोकको यात्रामा कर्मको प्रभाव पर्दछ। सुगतिमा जाने र दुर्गतिमा जाने यात्रा जीवित जन्मदेखि मृत्यु अवस्थासम्मको कर्मले निर्धारण गर्ने भएको हुनाले यो असाध्यै महत्त्वपूर्ण छ। जन्म जीवन अन्तर्भाव भनेर हाम्रो जीवनलाई सार्थक बनाउने, मृत्युपछि परलोकको यात्रालाई सफलता बनाउनको निमित्त जन्मदेखि मृत्यु नभइन्जेलको जीवन अवधिभित्र गरेको कर्मले असाध्यै ठुलो भूमिका निर्वाह गर्दछ। 2 नम्बरमा मिलम भर्दो सपना अन्तर्भाव। हामी सुतेपछि निद्रा लाग्छ, निद्राबाट नबिउन्जिन्जेलको अवधिलाई पनि एक प्रकारको भर्दो भनेर हामीले बुझ्दछौँ। सपनामा हामी दुनियाँ संसार डुलिरहेको सपनाको दृश्यहरू पनि देखिन्छ। मनले नसोचेको अवस्था र अनुभवहरू पनि बेला बखत सपनामा देख्ने र अनुभव गर्ने गर्दछौँ। मृत्युपछि अन्तर्भावको यात्रामा पनि त्यस्तै अनुभूतिहरू अवश्य पनि बताएको छ भर्दोमा। सपनाबाट निद्राबाट नबिउन्जिन्जेलको अवधिलाई पनि एक प्रकारको भर्दोको रूपमा लिएको छ। सम्ध्यन भर्दो ध्यान अन्तर्भाव। ध्यानको प्रारम्भ भइसकेपछि ध्यान बौद्ध धर्ममा समथ विपස්සना वज्रयानी तन्त्र समथ विपස්සना ध्यान बौद्ध धर्मको जग हो। त्यसपछि उत्पत्ति क्रम, सम्पन्न क्रम, महामुद्रादेखि महासन्धि धेरै उच्च तहको ध्यानको अभ्यासको तह तब्काहरू छन् र ध्यानको प्रारम्भबाट ध्यानको विसर्जन नगरिन्जेलको अवधिलाई पनि हामी ध्यान अन्तर्भाव भनेर बुझ्दछौँ। यो 1, 2, 3 यो 3 नम्बरसम्मको भर्दो चाहिँ जीवित अवस्थाको भर्दो बुझिन्छ। यो पछिको 3वटा भर्दो चाहिँ मृत्यु हुन लागेको अवस्थादेखि मृत्युपछि पुनर्जन्म परलोकको यात्रासम्मको चक्र चाहिँ यो 3वटा भर्दोसँग सम्बन्धित छ। सिकाइ पर्दो मरणकालीन अन्तर्भाव। मृत्यु हुन लागेको अवस्थामा हुने लक्षणहरूको बारेमा यहाँ वर्णन गरिएको छ। 5 नम्बरमा छुङ्गी भर्दो धर्म त अन्तर्भाव। यो वास्तवमा भर्दो यात्रा हामीले बितिसकेपछि 49 दिनसम्म त्यो मृतकको चाहिँ नयाँ जीवनमा जानेको यात्रा हुन्छ भन्ने हामीले सुन्दै आएको मान्दै आएको यात्रा चाहिँ छुङ्गी भर्दो धर्म त अन्तर्भावको कुरा हो। अन्तमा भव अन्तर्भाव, त्यसपछि पुनर्जन्ममा प्रवेश भएर जाने यो भर्दो 3वटा चाहिँ मृत्यु हुन लागेको अवस्थादेखि मृत्युपछिको परलोकको यात्रासम्मको चाहिँ मार्ग चाहिँ यसले निर्देशित गर्दछ। उल्लेखित 6 प्रकारका भर्दोहरूमध्ये यहाँ मरणकालीन अन्तर्भाव, धर्म त अन्तर्भाव र भव अन्तर्भावको बारेमा छोटो चर्चा गरिन्छ। विशेष गरेर मृत्यु हुन लागेको अवस्थादेखि मृत्यु पूर्ण रूपमा मृत्यु भइसकेपछिको यात्राको बारेमा यहाँ अलिकति चर्चा गरिन्छ। मरणकालीन अन्तर्भाव यो चाहिँ 4 नम्बरको भर्दोको विषयबाट सुरुवात हुन्छ। मान्छे बिमारी भएर अन्तिम अवस्थासम्म पुग्दा बिमारीको नजिक गएर श्रवण विमुक्ति उपदेश सुनाउन सकेमा, श्रवण विमुक्ति उपदेश भनेको यो भर्दो उपदेश
मृत्युपछि हुने यात्राहरूको बारेमा प्रारम्भिक रूपमा जानकारी गराउने जुन उपदेश छ त्यो सुनाउन सकेमा अत्यन्तै लाभदायी हुनेछ। योग्य गुरुबाट पाठ सुनायो भने अन्तिम अवस्थाबाट कोही जीवित भई उठ्न पनि सक्दछन् भने कोही नफर्किने गरी निधन हुन्छन्। मृत्यु हुन लागेको अवस्थामा बाँच्न सक्ने सम्भावना एकदम न्यून छ। त्यो अवस्थामा एक दक्ष गुरु जसले राम्रो अभिषेक आगमको अभ्यास गरेको छ र आफूसँग पनि जीवित अवस्थामै आफूसँग पनि धार्मिक सम्बन्ध जोडिएको गुरु हुनुहुन्छ भने असाध्यै राम्रो प्रभावकारी। र त्यो नभए पनि एक मार्गदर्शन गर्न सक्ने एउटा कुशल गुरुलाई चाहिँ सम्पर्कमा ल्याएर त्यो समयमा चाहिँ राम्रोसँग मार्गदर्शन गराउन सकियो, राम्रोसँग उपदेशहरू श्रवण गराउन सकियो भने शान्तसँग उसले प्राण त्याग गर्न सक्ने र यदि उसको कर्ममा उसको आयु सकिएको छैन भने जीवित पनि हुन सक्ने त्यस्तो अवस्थाहरू। त्यो बेलाको अवस्था चाहिँ अत्यन्तै महत्त्वपूर्ण अवस्था भएको हुनाले रुने, कराउने र विलाप गर्ने नगरी शान्त वातावरणमा बुद्ध र बोधिसत्वहरूको प्रार्थना गर्ने, धरणी मन्त्रहरू जप गर्ने, मलम पाठहरू गर्ने, बढ्दो देशनाहरू सुनाउने गरेमा महापाप गरेको व्यक्ति भए पनि मुक्त भएर सुगतिमा जान्छ भनेको छ बढ्दो ग्रन्थमा। कुशल कर्म गरेका धर्म साधक भए पनि मरण अवस्थामा वातावरण नमिले, शान्त वातावरणमा सास जान नपाएमा दुर्गतिमा पतन हुन्छ भनेको छ। मृत्यु हुन लागेको अवस्थाको वातावरणले ठुलो फरक पार्छ, प्रभाव पार्छ। मृत्यु हुन लागेको व्यक्तिको छेउमा गएर हामी परिवारहरू रुनी, कराउने, उसको चित्तलाई हामी परिवारको माया मोहको अशक्तमा प्रभाव पार्ने क्रियाकलाप चाहिँ गर्नु हुँदैन। उसको यात्रामा धेरै ठुलो बाधा पुर्याउँछ। बुद्धिमानी भएर हामीले त्यति बेला चाहिँ उसलाई सन्ताउन दिने, आत्मबल गिराउने, बोलेर आत्मबल गिराउने क्रियाकलाप कहिले पनि कसैले पनि प्रदर्शन गर्नु हुँदैन। त्यो बेलाको घडी चाहिँ अत्यन्तै महत्त्वपूर्ण घडी हो। उसको परलोकको यात्राको लागि त्यसले ठुलो प्रभाव पार्ने गर्दछ। यदि त्यो वातावरण मिलेन भने जीवित अवस्थामा राम्रो धर्म अभ्यास गरेको व्यक्ति भए पनि मृत्यु हुन लागेको अवस्थाको वातावरण चाहिँ प्रतिकूल भइदियो भने त्यसले प्रभाव पार्न सक्छ। त्यसकारण अहिले पछिल्लो समयको अनुसन्धानको तथ्याङ्कले के देखाएको छ भने केही वर्ष अगाडि चाहिँ अमेरिकामा अनुसन्धान गर्यो। कस्तो अनुसन्धान गर्यो भन्दाखेरि मानिसहरू मृत्यु हुने चाहना, मृत्यु नहुने त संसारमा कोही पनि छैन, तर अन्तिम चाहना सबैको, तिमी अन्तिम अवस्थामा कुन स्थानमा गएर मृत्यु हुने इच्छा छ भनेर सोधपुछ गरेर तथ्याङ्क सङ्कलन गर्ने काम गरेछ। अधिकांश व्यक्तिहरू चाहिँ आफ्नो घरमा आफ्नो परिवारहरूको साथमा बसेर अन्तिम सास फेर्ने इच्छा छ त्यस्तो प्रकट गरेको व्यक्तिहरू चाहिँ लगभग 100मा 80% व्यक्तिको इच्छा चाहिँ आफ्नै घरमा आफ्नै परिवारको साथमा अन्तिम सास फेर्ने इच्छा प्रकट गरेको व्यक्तिहरूको तथ्याङ्क 80% जति चाहिँ प्राप्त भयो। र केही व्यक्तिहरू चाहिँ कालगतिले मेरो मृत्यु चाहिँ परिवारसँगै घरमै हुन्छु, इच्छा रहे तापनि म सायद अस्पतालमै पनि मृत्यु हुनसक्छ, त्यसकारण म चाहिँ 10% जति व्यक्तिहरू आफ्नो आस्था विश्वास भएको तीर्थस्थानहरूमा गएर मृत्यु हुने इच्छा प्रकट गर्यो। जस्तै हिन्दुजमहरूको त काशीमा गएर मृत्यु हुने, कैलाशमा गएर मनसरोवरमा गएर मृत्यु हुन सक्यो भने स्वर्गमा जन्म हुने गहिरो विश्वास छ। बौद्ध धर्म भक्ति विश्वास भएको व्यक्तिहरू पनि पवित्र तीर्थस्थानहरूमा गएर आफ्नो अन्तिम सास फेर्ने इच्छा भएको व्यक्तिहरू पनि हुँदो रहेछ। र केही प्रतिशत व्यक्तिहरू आफ्नो आस्था विश्वास भएको पवित्र तीर्थस्थानमा गएर आफ्नो अन्तिम सास फेर्ने इच्छा प्रकट भएको व्यक्तिहरू पनि 10% जति व्यक्तिहरू तथ्याङ्कमा निस्कियो। र भने केही व्यक्तिहरू चाहिँ अस्पतालमै बित्छ भन्ने जस्तो त्यस्तो। अनि त्यसको परिणाम चाहिँ त्यसरी तथ्याङ्क सङ्कलन गरेको केही वर्षपछि चाहिँ अनुसन्धान गर्दाखेरि परिणाम चाहिँ
ठिक विपरीत उल्टो परिणाम आइदियो। 80% जति व्यक्तिको इच्छा घरमै मृत्यु हुने, परिवारकै साथमा बसेर मृत्यु हुने इच्छा जाहेर गरे तापनि अनुसन्धान र प्रतिफल कस्तो आयो भन्दाखेरि 80% अहिलेको अवस्थामा 80% व्यक्तिको मृत्यु चाहिँ अस्पतालमा हुँदो रहेछ। अनि 10% जति व्यक्तिको पनि मृत्यु आफ्नो घरमा हुन नपाउँदो रहेछ। त्यसमा पनि मृत्यु हुने बेलामा आफ्नो इष्टमित्र परिवारसँगै बसेर मृत्यु हुने त झनै कम हुन थालिसक्यो। तीर्थस्थानमा पवित्र स्थानमा गएर मृत्यु हुने भने पनि असाध्यै कम। यस कारणले अहिलेको पछिल्लो समयमा पनि अस्पतालको बेडमा, आइसियुमा, भेन्टिलेटरमा गएर चाहिँ मृत्यु हुने सङ्ख्या बढ्दो क्रममा छ। जीवनभरि धर्म अभ्यास गरे अन्तिम अवस्थामा मनमा कुनै प्रकारको इच्छा, आकाङ्क्षा, आसक्ति, माया, मोह यो सबै कुरालाई चाहिँ पर छोडेर चाहिँ आनन्द र आत्मसन्तुष्टको साथमा चाहिँ प्राण त्याग्न सक्यो भने उसको परलोकको यात्रा, भर्दोमा आउने विघ्न बाधाहरू सजिलैसँग चाहिँ यात्रा सफलता हुने प्रष्ट रूपमा बताएको छ। ठिक परिणाम उल्टो आइरहेको छ। नचाहँदा पनि जीवनभरि धर्म साधना गरेको साधक साधिकाहरू पनि अन्तिम अवस्थामा अस्पतालको बेडमा, भेन्टिलेटरमा गएर मृत्यु हुने सङ्ख्या बढ्दो क्रममा छ। यसकारण हामी अस्पतालको बेडमा मृत्यु हुन लागेको अवस्थामा त्रिरत्न र आफ्नो चित्तको अवस्थालाई त्यति बेला कन्ट्रोल समाधि अभ्यास गर्छु भन्ने सम्भव छैन। त्यसकारण अहिले जीवित हुँदा नै यस्तो वज्र गुरु, जप, साधना, पूजा जस्तो दक्ष गुरुहरूको सङ्गतमा लागेर हामीले ध्यान साधना गरेर आफ्नो चित्तको सन्तुलनलाई क्लेश निराकरण गर्दै लैजाने, पुण्य सञ्चय र चित्तलाई चाहिँ सन्तुलित र नियन्त्रण गर्ने अभ्यास गर्दै गयो भने हाम्रो मृत्यु अस्पतालमै भए पनि, हामीले नसोचेको स्थानमै भए पनि परलोकको यात्रा चाहिँ सजिलो हुन्छ। परलोकको यात्रा सजिलो बनाउनु र गाह्रो बनाउनु त अहिलेको कर्मले निर्धारण गर्दछ। असाध्यै महत्त्वपूर्ण छ अहिलेको अवस्थामा। र मृत्यु हुन लागेको बेलामा हामी कसैले पनि मृत्यु हुन लागेको व्यक्तिको सामु गएर उसको चित्तको तनाव बढाउने, चिन्ता बढाउने क्रियाकलाप र बोली वचन कसैले पनि गर्नु हुँदैन। र त्यति बेला अधिकांश व्यक्तिहरू आफ्नो जीवनमा आफूले कमाएर राखेको इष्टमित्रहरूको माया, सम्पत्ति, त्यो जति सम्पत्ति र परिवारको माया मोहमा आसक्त भएर र आफ्नो कमाएको सम्पत्ति पनि अरूले खाएको अथवा आफूले नै अरूको धेरै सम्पत्तिहरू उपभोग गरेर ऋण चुक्ता गर्न नसकेको त्यस्तो अवस्थामा चाहिँ मनमा ठुलो चिन्ताले भारी चाहिँ अनुभूति गराउँदछ। त्यस्तो अवस्थामा गुरुजनहरूको मार्गदर्शनको आवश्यकता भनेको जीवनमा जस्तो कर्म गरे पनि राम्रो कर्म गर्यो भनेर राम्रो कर्म गरी प्रति आसक्त हुनु भएन। नराम्रो पाप कर्महरू गर्यो मैले जीवनमा भनेर त्यो नराम्रो पाप कर्महरूलाई सम्झेर मनमा पश्चाताप र आत्मग्लानीको अनुभूति पनि गर्नु हुँदैन। जे जस्तो कर्महरू गर्यो ती सबैलाई बिर्सेर अब म चाहिँ एकमन एकचित्त गरेर म चाहिँ गुरुहरूले देखाएको मार्ग यात्रामा म प्रस्थान गर्छु भनेर श्रद्धा भक्ति एकमन एकचित्त गरेर अगाडि बढाउन सक्यो भने यात्रा त्यसले धेरै ठुलो प्रभाव पार्छ। यो महत्त्वपूर्ण क्षण हो। तसर्थ मरण अवस्थामा जति सक्दो उचित र शान्त वातावरणमा, अब उचित र शान्त वातावरण भनेको हामी परिवारहरू, इष्टमित्रहरूले मृत्यु हुन लागेको व्यक्तिको सामु गएर उसको आत्मबल बढाउने र उसको प्रशंसा गर्ने, उसलाई प्रफुल्लित बनाउने, खुसी बनाउने, आनन्द बनाउने खालको बोली र व्यवहारहरू हामीले प्रदर्शन गर्नु चाहिँ अनुकूल वातावरण हुन जान्छ। र उसले गरेको भुल गल्तीहरू, उसले जीवनमा जति पनि गरेको दोष, आरोप प्रत्यारोपहरू जस्तो शब्दहरू, व्यवहारहरू त्यति बेला प्रदर्शन गर्यो भने त्यसले ठुलो असर पुर्याउँछ उसलाई। अनुकूल वातावरण, शान्त वातावरण भनेको खुसीको साथ उसलाई विदाई गर्ने तयारी गर्नुपर्छ। हामी सास जान दिने प्रयासमा जुट्नु मृतकलाई अत्यन्तै फाइदाजनक हुन्छ। मृत्यु हुने बेलामा
पञ्च इन्द्रिय र पञ्च तत्त्वहरू क्रमिक रूपमा लीन विलीन हुँदै जानेछ। 4 नम्बरमा पञ्च स्कन्द, रूप स्कन्द, वेदना स्कन्द, संज्ञा स्कन्द, संस्कार स्कन्द, इन्द्रिय स्कन्द। पञ्च स्कन्द भयो हाम्रो शरीरको, शरीर पञ्च स्कन्दबाट बनेको शरीर भयो। पञ्च स्कन्द, पञ्च इन्द्रियहरू फेरि चाक्षु इन्द्रिय, कर्णेन्द्रिय इन्द्रिय, घ्राणेन्द्रिय इन्द्रिय, जीवेन्द्रिय इन्द्रिय र शारीरिक स्थूल इन्द्रिय। यो इन्द्रिय पञ्च इन्द्रिय भयो। पञ्च तत्त्व, माटो तत्त्व, जल तत्त्व, अग्नि तत्त्व, वायु तत्त्व, आकाश तत्त्व। लीन विलीन क्रमको विस्तृत जानकारी महाविमुक्ति ग्रन्थमा अध्ययन गर्नुहोला। यहाँ चाहिँ थोरै टिप्पणी मात्रै गरेको हो। महाविमुक्ति ग्रन्थ नेपाली भाषा लिपिमा प्रकाशन भएर अनुवाद भएर प्रकाशन भएको हुनाले हामी सबैले अध्ययन गर्न सकिन्छ। यहाँ पञ्च तत्त्व अथवा पञ्च महाभूतको लीन विलीन क्रम छोडकारीमा मृत्यु हुन लागेको व्यक्तिको लक्षणहरू, माटो तत्त्व, माटो अथवा पृथ्वी तत्त्व जल तत्त्वमा लीन हुँदा शरीर हल्लिन नसकिने, खुट्टाले शरीर थेक्न नसक्ने, घाँटीले शिर थेक्न नसक्ने र शरीर जमिनमा भास्दै गएको जस्तो भान हुँदै जानेछ भनिन्छ। भित्री लक्षणमा निलो निलो चमक झल्किने, सिमसिमे वर्षा र पानी हल्लिएको जस्तो दृश्यहरू भान हुने त्यो लक्षणहरू। र जल तत्त्व अग्नि तत्त्वमा लीन हुँदा नाक मुख सुकेर जिब्रो तालुभित्र पसेर जानेछ। भित्री लक्षणमा धुवाँ उडेको जस्तो, मैदानमा जताततै धुवाँ भरेको जस्तो आभास हुनेछ। अब अग्नि तत्त्व, अग्नि तत्त्व वायु तत्त्वमा लीन हुँदा शरीरको तापक्रमहरू सेलाउँदै सेलाउँदै जानेछ। शरीर चिसो हुँदै जानेछ। भित्री लक्षणमा जुन किरी जस्तो रातो मिलिक बलेको देखिनेछ। अनि वायु तत्त्व विज्ञानमा लीन हुँदा सास फेर्न गाह्रो हुँदै जानेछ र सास एकोरो चलेर भित्र तान्न नसकिने हुँदा बिस्तारै सास तान्ने र पठाउने क्रम रोकिनेछ। अन्तिम सास रोक्छ। एकपटक या लामो सास फेर्छ या लामो सास भित्र तान्छ, या भित्र तानेर भित्र रोकिन्छ, या बाहिर छोडेर बाहिर रोकिन्छ। त्यो गति चाहिँ भित्र रोकिन्छ या बाहिर रोकिन्छ त्यो चाहिँ निश्चित हुँदैन। भित्री लक्षणमा दीप बत्ती बलेको जस्तो आभास हुनेछ। विज्ञान तत्त्व आकाशमा विलीन हुँदा बादल रहित स्वच्छ साङ्लो आकाश जस्तो भएको आभास हुनेछ र त्यसपछि आकाश प्रभास्वरमा विलीन हुँदा पित्तबाट प्राप्त शुक्रको श्वेत शिरबाट तल झरेर मुटुमा पुग्दा आकाशमा चन्द्र ज्योतिले ढाकेको जस्तो सेतेम्य आभास हुनेछ। यो अलिकति उच्च शब्दहरूको प्रयोग भएको छ। यो प्रभास्वर भन्ने शब्दहरू हामी सामान्य नेपाली भाषै पढेको व्यक्तिले पनि बुझ्न गाह्रो पर्छ। नेपाली भाषामा उच्च शिक्षा हासिल गरेको व्यक्तिलाई पनि अहिले हाम्रो दार्शनिक शब्दमा उल्लेख भएको प्रभास्वर भनेको के हो भनेर सोध्यो भने गाह्रो पर्छ। एक प्रकारको यो रश्मिहरू ज्योतिहरू प्रकट हुने लक्षणहरू हुन्छ। यसलाई चाहिँ प्रभास्वर भनेर यहाँ भनेको हुन्छ। हाम्रो शरीर त माताको तत्त्व र पिताको तत्त्वको संयोगबाट प्राप्त भएको शरीर हो नि त। हाम्रो अहिलेको शरीर चाहिँ अन्तिम अवस्थामा पनि पिता तत्त्व र माता तत्त्वबाट प्रकट भएको दुईवटा तत्त्वको मिलन भएपछि हाम्रो अन्तिम सास टुटेर हाम्रो चाहिँ निधन हुन्छ भन्ने कुरा छ। माताबाट प्राप्त शुद्ध रातो अंश नाभिबाट, नाभि भनेको तल नाइटोबाट, र पिताबाट प्राप्त भएको सेतो तत्त्व चाहिँ माथि तालुबाट, माताबाट प्राप्त भएको तत्त्व चाहिँ नाइटोबाट माथि माथि आउने, माथिको तत्त्व चाहिँ तल तल झर्दै जाने। मुटुमा आउँदा आकाशमा सूर्य किरणले ढाके झैँ रातम्य आभास हुनेछ। मुटुमा श्वेत अंश र रातो अंशको ठक्कर हुँदा, श्वेत अंश र रातो अंश भनेको, श्वेत अंश भनेको पिताको तत्त्व भयो, रातो अंश भनेको माताको तत्त्व हो, हामीलाई जन्म दिने माताको तत्त्व। यो दुईवटा तत्त्वको ठक्कर हुन्छ जब चाहिँ मुटुको छेउमा आउने बेलामा आकाश अन्तकारमय आभास हुनेछ। त्यति बेला चाहिँ बल्ल अन्तिम मृत्यु हुने सङ्केत। पञ्च तत्त्वहरू क्रमिक रूपमा विलीन भइसकेपछि अन्तमा माता तत्त्व र पित्त तत्त्वको
संयोग भेट हुन्छ। भेट भइसकेपछि त्यति बेला चाहिँ झ्याप्प बत्ती निभेको जस्तो, घाम डुबेको जस्तो अन्धकारको अनुभूति हुन्छ भने आफू मृत्यु हुने निश्चित भएपछि मनमा यस जिन्दगीको सपरिवार प्रतिको माया र श्री सम्पत्ति प्रतिको आसक्ति सबै हटाउनु पर्दछ र जीवनमा शील व्रत भङ्ग गरेकोमा र पाप कर्मप्रति हृदयदेखि क्षमा याचना गर्ने, आफूले गरेको पाप सम्झेर पश्चाताप र मृत्युमा डर त्रास देखेर यस लोक र जिन्दगीको आसक्ति आदि एकछिन पनि मनन गर्नु हुँदैन। अघि पनि मैले भने विगतमा गरेको अकुशल कर्महरूलाई सम्झेर पश्चातापको भाव लिनु हुँदैन। यो पछिको यात्रामा आउने चुनौतीहरूलाई लिएर मनमा डर र त्रास लिनु हुँदैन भन्ने विषय। बरु मन आनन्द र हर्ष उल्लासका साथ मरणको आश्रयमा आश्रित भएर मृत्युलाई जति सक्दो प्रभासरमा पहिचान गर्ने काम गर्छु भन्ने। प्रभासर जति पनि अब विभिन्न लक्षणहरू, प्रभासर ज्योतिहरू उदय हुन्छ, त्यसप्रति नै आफ्नो ध्यानलाई आश्रित गराएर, चित्तलाई आश्रित गराएर जीवित अवस्थाको परिवार र सम्प्रतिबाट चित्तलाई मुक्त गराउने प्रयास र त्यो नभए पनि अन्तर्भावबाट अग्निष्ठ, पोतला, ताम्रदीप, श्री पर्वत र सुखावती भुवनहरूमा अवश्य जान्छु भन्ने तीव्र। अब यो बुद्ध भूमिको नामहरू हो। बुद्ध भूमिहरूमा अब यो पछिको मेरो यात्रामा बुद्ध भूमिमा सुखावतीमा जान्छु, सान्तोपरीमा जान्छु, अथवा पोतलामा सिंहमा फबचेरेसको सिंहमा बुद्ध बुद्धि साधुहरूको भूमिमा म जान्छु भन्ने मनमा गहिरो श्रद्धा विश्वासको भावना मनमा अठोट लिनु पर्दछ। आफ्नो जीवनमा देव अभ्यास तथा ध्यान साधना के गरेको थियो त्यही भावमा मन बिस्तारै आराम साथ राखेर आयु संस्कार त्याग्नु अत्यन्तै लाभदायी हुनेछ। मृत्यु हुन लागेको अवस्थामा पनि अझै पनि बाँच्ने इच्छा चाहिँ सबैलाई हुन्छ, प्राणी सबैलाई हुन्छ। तर अब मृत्यु हुने निश्चित भइसकेपछि जीवनको सम्पूर्ण विगतको कर्म र लाई बिर्सेर मनमा आनन्द र सन्तुष्टिको अनुभूति लिएर चाहिँ प्राण त्याग्न सक्यो भने साह्रै नै त्यो लाभदायी हुने। मरणकालीन अन्तर्भावको अन्तिम अवस्थामा प्रभासर उदय हुँदा प्राण बाहिर निस्केर मान्छे मर्ने समयमा पुगेको हुन्छ र बाहिर इन्द्रियहरू बन्द भएर काम गर्न छाड्नेछन्। बाहिरमुखी मनमा सबै विकल्पहरू त्यस बेला शान्त भएर जान्छ। त्यस बेला उसलाई आफ्नो चित्तको वास्तविक स्वरूप प्रभासरताको दर्शन हुनेछ। ठुला योगीहरू बाहेक साधारण व्यक्तिहरूले त्यसलाई पहिचान गर्न गाह्रो पर्दछ। मृत्यु हुन लागेको बेलामै एकैचोटि पहिचान गर्न गाह्रो पर्छ। जीवित अवस्थामै ध्यान साधना गरेर चित्तको सन्तुलनलाई केही हदसम्म नियन्त्रण गर्न अभ्यास भएको व्यक्तिहरूलाई त सजिलो हुने भयो। जीवित अवस्थामै गर्नुपर्ने साधना हो यो साधनाहरू। त्यही प्रभासरको पहिचान गराई ज्ञान प्राप्त गराउनको लागि थ्योडोल श्रावण मुक्तिको शुद्ध पाठ गरी सुनाउन अति आवश्यकता हुन्छ। यस बेला उदय हुने मूल प्रभासहरूलाई धर्मकायको रूपमा पहिचान गर्न सकेमा मृत्युकालीन अन्तर्भावमै मुक्त भई भर्दोको यात्रा समाप्त हुने। अब भर्दोमा पनि हामी हिमाली क्षेत्रको बौद्ध अनुयायीहरूले बितिसकेपछि 49 दिनसम्म यात्रा हुन्छ भन्ने बुझाइ चाहिँ सबैको हकमा चाहिँ यो लागू हुँदैन। मृत्यु हुन लागेको बेलामा नै जीवित अवस्थामा राम्रो धर्म अभ्यास छ र एउटा दक्ष गुरु कल्याण मित्रले धर्मकायको सही पहिचान दिलाउन सकिएमा र मृतकले पनि राम्रोसँग अब परिचित हुन सक्यो भने धर्मकायकै अन्तर्भावबाट मुक्त भएर भर्दोको यात्रा नै समाप्त भयो। 49 को यात्रा नै रहेन उसको लागि। त हामीले त्यो प्रयास गर्छौँ। मृत्यु हुन लागेको बेलामा गुरुहरू भेटाउने, मार्गदर्शन गराउने कारण नै भर्दोको यात्रा चाहिँ यति लामो दुःख नपाओस् भनेर आफ्नो कर्मको संयोग अभ्यास भएको व्यक्तिहरू त सजिलैसँगै पहिचान गरेर धर्मकायमै ऊ चाहिँ लीन भएर जान्छ। भर्दोको यात्रा समाप्त भइहाल्यो उसको लागि। मृत्युकालीन अन्तर्भावमा मूल प्रभासरतालाई पहिचान गर्न नसक्दा दोस्रो भर्दोमा, अब त्यो पहिलो क्षणको भर्दो मृत्यु हुन लागेको बेलामा नै
धर्मकायको अवस्था, धर्मकाय भनेको शून्यता हो। शून्यताको वास्तविकतालाई त्यति बेलै राम्रोसँग पहिचान गरेर गर्न सक्यो भने ऊ चाहिँ भर्दोको यात्रा चाहिँ समाप्त भयो। त्यति बेला उसले पहिचान गर्न सकेन, अल्मलियो भने त्यसपछि बल्ल यात्रा सुरु भयो। धर्म त अन्तर्भावमा गयो, छुनी भर्दोमा गयो। धर्म त अन्तर्भावको अवस्थामा प्रवेश भइहाल्छ तत्कालै। अब यो धर्म त अन्तर्भाव चाहिँ 6 नम्बरमा मृतकलाई धर्म त अन्तर्भावको पहिलो हप्तासम्म शान्त एवं सौम्य देवगणहरू देखा पर्दछ। अब पहिलो हप्तासम्म हामीले हप्ताको समय मिलाएर पूजा गर्ने गर्छ मृतकको लागि। विभिन्न देवी देवताहरू, विभिन्न दृश्यहरू, विभिन्न लक्षणहरू देखा पर्ने गर्दछ। भर्दो ग्रन्थमा बताएको अनुसार मृतक 3.5 दिनसम्म मूर्छित अवस्थामा रहनेछ र मूर्छा अवस्थाबाट जागृत हुने बित्तिकै उसलाई अचानक यो आभास हुनेछ कि मलाई के भयो। त्यही आभासका साथ इष्ट देवहरू क्रमशः उदय हुनेछन्। पञ्चबुद्धहरू तेज प्रकाशका साथ उदय हुनेछन्। त्यो सँगै पाप कर्मका कारण छलोकको मधुरो प्रकाश पनि सँगै उदयमान भएर आउनेछ। पहिलो हप्तामा 42 वटा शान्त देवगणहरू, दोस्रो हप्तामा 58 रौद्र देवगणहरू क्रमिक रूपमा उदय हुँदै जानेछ। प्रत्येक सातामा एक प्रकारको फरक फरक डर, त्रास र दुःखहरू सिर्जना भइरहनेछन्। 49 दिन भनेको आफ्नो आफ्नो कर्म गति अनुसार कुनै व्यक्तिको पुनर्जन्मको गर्भ प्रवेश भनेको त पहिलो सातामै पनि पुनर्जन्ममा यात्री नै ढोगो खोल्न सक्छ, यात्रा सफल हुन पनि सक्छ। हामीले 49 दिनभित्र हप्तामा पूजा गर्नुपर्नेको कारण चाहिँ महाशान्ति जोग्बछ्याम्बोको तन्त्र ग्रन्थमा व्यापक रूपमा बताउनु भएको छ। कर्मलिङ्गको सिठोहरूमा पनि भर्दो थ्योटल भनेको कर्मलिङ्गको सिठो ग्रन्थभित्रको अन्तर्गतकै विधि हो। प्रष्ट रूपमा उसले प्रत्येक सातामा आउने दुःख कष्टहरू भनेको त्यो दुःख कष्टहरू किन सिर्जना हुने रहेछ भने जस्तै आज सोमबारको दिनमा एकजना मान्छे बित्यो, त्यो व्यक्ति चाहिँ राम्रै धर्म अभ्यास गरेको छ भने मृत्यु हुन लागेको बेलामै राम्रो धर्म देशनाको पहिचान गर्न सक्यो भने भर्दोको यात्रै टुङ्गियो। सामान्य धर्म अभ्यास नगरेको व्यक्तिहरू भने चाहिँ छुङ्गी भर्दोमा चाहिँ प्रस्थान भयो। छुङ्गी भर्दोको यात्रा चाहिँ आज सोमबारको दिनमा बित्यो भने अब अर्को सोमबारको दिन अर्को जन्ममा जानेको अवसर उदय भएर आउँछ। त्यो अवसरलाई पहिचान गर्न सक्यो। जीवित अवस्थामा पनि अलि धर्म अभ्यास छ, राम्रो गुरुहरूले पूजा प्रार्थनाको पुण्य, जीवित अवस्थामा आफूले पनि पुण्य कर्महरूको संयोग मिल्यो, यात्रा पहिचान गर्न सक्यो भने पहिलो सोमबारमा पनि ऊ चाहिँ पुनर्जन्ममा चाहिँ प्रवेश भएर जान सक्ने। पहिलो हप्ताको यात्रा असफल भयो भने दोस्रो यात्रा हप्तामा सर्यो, फेरि दोस्रो सोमबारमा सर्यो, फेरि दोस्रो सोमबारमा पनि उसलाई पुनर्जन्म नयाँ जुनीमा जानेको अवसर उदय हुन्छ। त्यो अवसर पनि असफल भयो भने तेस्रो हप्तामा सर्यो। तेस्रो हप्तामा पनि नयाँ जुनीमा जानेको अवसर असफल भयो भने चौथौँ हप्तामा सर्यो। चौथौँ हप्तामा पनि नयाँ जन्ममा जानेको अवसर असफल भयो भने पाँचौँ हप्तामा गयो। पाँचौँ हप्तामा पनि असफल भयो भने छठौँ हप्तामा गयो। छठौँ हप्तामा पनि असफल भयो भने सातौँ हप्तामा पनि जसरी पनि सातौँ हप्तामा चाहिँ नयाँ जुनीमा प्रवेश भएर जान्छ। त्योभन्दा धेरै बस्दैन। त्योभन्दा पनि धेरै बस्ने केही व्यक्तिहरू हुन्छ भन्ने भर्दोमा उल्लेख भएको छ। जस्तै अकाल्पनिक तरिकाबाट मृत्यु भएको व्यक्तिहरू, आफै आत्महत्या गरेर मृत्यु भएको व्यक्तिहरू, विभिन्न दुर्घटनाहरूमा परेर चाहिँ अकल्पनीय अप्राकृतिक प्रक्रियाबाट मृत्यु भएको व्यक्तिहरूको यात्रा चाहिँ त्योभन्दा पनि बढी लम्बिन सक्ने अवस्था पनि बताएको छ। अघि बताएको जस्तो भर्दोको यात्रा चाहिँ या त समाधि अभ्यासमा तल्लीन अथवा तालिम प्राप्त भएको भनौँ न, हामी सबैले बुझ्ने समाधिको अभ्यासमा तालिम प्राप्त भएको व्यक्तिहरू मृत्यु हुनासाथ धर्म कायाको पहिचान गरेर भर्दोको यात्रा नै टुङ्गिगयो। या त भने महापाप गरेको व्यक्तिहरू, पञ्च महापाप भन्ने हुन्छ नि, पञ्च असीम महापाप गरेको व्यक्तिहरू मृत्यु हुनासाथ
दुर्गतिदेखि वज्र नर्कमा पतन भएर भर्तको यात्रै टुङ्गिहाल्यो। या महापुण्य गरेको व्यक्ति या महापाप गरेको व्यक्तिको 49 को यात्रा हुँदैन भन्ने कुरा छ। 49 को यात्रा चाहिँ सर्वसाधारण व्यक्तिहरूले मार्ग र अभ्यासको राम्रो पहिचान गर्न नसक्दा त्यो यात्रा लम्बिँदै 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 49 दिनसम्म पुग्छ। र त्यो साता दिनमा हामी परिवारहरूले मृतकको नाममा पुण्य सञ्चय गर्ने कर्महरू गर्दै गयो भने त्यसले उसलाई ठुलो सहयोग पुग्छ, ठुलो मद्दत पुग्छ। यो आवश्यक छ। अनि भव अन्तर्भव, धर्म त अन्तर्भवपछि भव अन्तर्भव भनेको नयाँ जन्ममा प्रवेश हुने अवस्था हो नि, स्थिति उदय हुनेछ। यो अधिकांश मृतकका लागि नियत नै हो। यसै स्थिति पश्चात नै मृतकले आफ्नो कर्मले सञ्चय गरेको जन्मस्थानमा जन्म ग्रहण गर्दछ। यो असाध्यै महत्त्वपूर्ण पाठ छ। हामीलाई बितिसकेपछि मृतकको नाममा परिवारले भव्यसँग घेवा पुण्य कर्म राम्रोसँग गरिदियो भने मृतक चाहिँ मुक्ति दुर्गति मुक्त भएर सुगतिमा पुग्ने। पुण्य अझै धेरै नै पुण्य गरेको छ भने देवाचन जस्तो बुद्ध भूमिहरूमा पनि पुग्न सक्ने। अझै राम्रै ध्यान समाधिको तालिम प्राप्त भएको व्यक्ति हो भने त अब निर्वाणमै पनि पुग्ने। अनि जीवित अवस्थामा कर्म कस्तो गरेको छ त्यो कर्मले चाहिँ ठुलो भूमिका खेल्दछ। परिवारले गरिदिएको पूजा प्रार्थनाले मात्रै भूमिका खेल्दैन। परिवारले मृतकको लागि गरिदिएको पूजा प्रार्थना भन्दा जीवित अवस्थामा स्वयंले गरेको कर्मले धेरै ठुलो भूमिका खेल्छ। बितिसकेपछि मुक्ति हुने र नहुने कर्म चाहिँ आफूले जीवित अवस्थामा गरेको कर्मले निर्धारण गर्दछ। मेरो परिवारले घेवा गरिदियो भने चाहिँ तर्ने, परिवारले घेवा नगरेको कारणले नतर्ने भन्ने चाहिँ होइन। पुण्य कुशल कर्म राम्रै गरेको छ भने परिवारले घेवा नगरे पनि पुनर्जन्म सफल हुने। परिवारले घेवा नै नगरेको कारणले चाहिँ उसको पुनर्जन्म असफल हुने होइन। उसको आफ्नो कर्मले धेरै ठुलो भूमिका खेल्छ। त्यसमा परिवारले पनि पुण्य कर्महरू गयो भने त्यसले मद्दत पुग्छ, उसलाई सहयोग पुग्छ। र मृतकको लागि पनि सहयोग पुग्छ। मृतकको लागि पुण्य सञ्चय गरेको कारणले परिवारलाई पनि पुण्य प्राप्त हुन्छ। त्यो पुण्य कर्म चाहिँ परिवारले मृतकको लागि गरे तापनि मृतक स्वयं आफैले पनि पुण्य प्राप्त हुँदै जाने कर्महरू हुन्छ। त्यसपछि मृत्यु संस्कारको विषयमा छोडकारीमा यहाँ छ, जन्म पश्चात मृत्यु सत्य छ, तर कुन उमेरमा कुन ठाउँमा कस्तो प्रकारले मृत्यु हुन्छ भन्ने निश्चित छैन। जीवन अनित्य हो। कति उमेरमा मृत्यु हुन्छ भन्ने कुराको निश्चित हुँदैन। पञ्चतत्त्वले बनेको भौतिक शरीर मृत्यु पश्चात क्रमशः बाहिरी पञ्चतत्त्वमा विलीन भएर जान्छ। लामा बौद्ध गुरुहरूद्वारा गरिने मृत्यु संस्कार विधिहरू इष्टदेवको साधना विधि, गुरु परम्परा र जातीय संस्कार अनुसार मण्डल, यज्ञ सजावट, तोर्मा बनावट, आकार, बाजा बजाउने ताल, विधि, वाचनको लय भाकाहरू फरक फरक भए तापनि बर्दो थेटुल छेम्बो अन्तर्भव श्रवण महाविमुक्ति नै मूल आधारभूत ग्रन्थ भएको हुँदा विधि पद्धति भने सबैको एकै प्रकारको हुन आउँछ। यो महत्त्वपूर्ण कुरा छ हामी बौद्ध अनुयायीहरूको लागि। जस्तै हिन्दुजमहरूको मृत्यु संस्कार गर्ने विधि पद्धति लगभग सबैको एउटै छ। बौद्ध धर्म अनुसरण गर्ने समुदायमा मृत्यु संस्कार गर्ने विधि संस्कार चाहिँ समुदाय पछि नै फरक फरक संस्कार गरेको जस्तो, अनि ठाउँ क्षेत्र अनुसार पनि फरक फरक संस्कार अवलम्बन गरेको जस्तो हामीलाई लाग्छ। मैले यहाँ उल्लेख गरेको जस्तै गुरुजनहरू फरक फरक गुरुकुल परम्पराबाट दीक्षित भएर आएको हुनाले वज्रयानी बौद्ध तन्त्र अनुसार इष्टदेवहरू कुनै गुरुहरूले मृत्यु कार्य गर्ने बेलामा पूजा विधि आर्य अवलोकतेश्वरको विधिद्वारा मृत्यु संस्कार पूजा गरिन्छ। कुनै गुरुहरूले वज्र सातोको विधि अनुसार मृत्यु संस्कारको पूजा अन्त्येष्टि गरिन्छ। कुनै गुरुहरूले गुरु रिम्पोछे पद्म सम्भवकै विधिद्वारा मृतकको चाहिँ कार्य गरिदिनुहुन्छ। कुनै गुरुहरूले छिठो विधिबाट, यो इष्टदेवको विधिहरू फरक भएको कारणले बजाउने ताल फरक,
यज्ञ सजावट तर्महरू फरक अनि पढ्ने भाका लयहरू फरक, त्यो स्वाभाविक कुरा हो। संसारभरि भएको हिन्दुजमहरूको एउटै संस्कार आउनुको कारण के रहेछ भने गरुड पुराण भन्ने पुराण चाहिँ संसारभरि भएको हिन्दुजमहरूले अनुसरण गर्दो रहेछ। गरुड पुराणमा मृत्यु पश्चात गरिने कर्महरू संस्कारको बारेमा उल्लेखित भएको विधि पद्धतिलाई सम्पूर्ण हिन्दुजमहरूले चाहिँ अनुसरण गर्दो रहेछ। अनि हामी वज्रयानी महायानी बुद्धिज्महरूको मृत्यु संस्कारलाई अनुसरण गर्ने आधारभूत ग्रन्थ भनेको बर्दो थ्योटल छेम्बु हो, बर्दो ग्रन्थ हो। बर्दो ग्रन्थ भनेको हाम्रो चाहिँ मापदण्ड भनौँ, हाम्रो संविधान भनौँ, मृत्यु कार्य मृत्यु संस्कार गर्ने सम्पूर्ण हामी बौद्ध धर्मावलम्बीहरूको सम्पूर्ण लामा गुरुहरूको पूजा विधि परम्परा फरक भए पनि बर्दो थ्योटल चाहिँ सबैको एउटै हो। कग्युपा, साक्यापा, घैलुकपा, निङमापा जुन परम्पराबाट दीक्षित भए पनि हाम्रो पूजा गर्ने शैलीहरू अलिअलि फरक होला। बर्दो थ्योटल ग्रन्थ भगवान बुद्धले निर्देशित गर्नुभएको मार्ग र विधि पद्धति त सबैको एउटै हो। यस विधि अनुसार रहेर हामीले कर्म गर्न सक्यौँ भने हामी सबैको तालमेल मिल्छ। लामा विधि अनुसार मानिसको मृत्यु हुन एकदम गाह्रो भइरहेको छ भने त्यति बेला एकजना दक्ष गुरुबाट विभिन्न विधिहरू वाचन गरेर सुनाउने परम्पराहरू, जस्तै वज्र छेद धोर्जे चोपाहरू पढेर सुनाउने जस्तो, ताकडोलहरू पढेर सुनाउने जस्तो परम्पराहरू सुनाउनु लाभदायक हुनेछ। त्यसपछि अवस्था अनुसार ताकडोल सुनाउने, थ्योडोल सुनाउने, सङ्केत विमुक्ति, श्रावण विमुक्ति ग्रन्थहरू क्रमशः कुनै गुरुले अभिषेक र विभिन्न इष्ट देवी देवताहरूको परिचय दिनेको चाहिँ घोटुहरू त्यस्तो विधिहरू सुनाउने सकेमा अत्यन्तै लाभदायक हुनेछ। मृत्यु हुनासाथ जसरी नानी जन्म हुँदा कुन समय र बारमा जन्मियो भन्ने आधारमा जन्म कुण्डली बनाइन्छ ज्योतिष अनुसार, त्यसरी नै कुन घडीमा मृत्यु भयो भन्ने विषय चाहिँ बौद्ध सिन्ची ज्योतिष अनुसार अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मृत्यु पश्चात गरिने विधिहरू, मैले मोटामोटी विधिहरू यहाँ कति धेरै बौद्ध संस्कार अनुसरण गर्दै पुस्तौँदेखि अनुसरण गर्दै आउनुभएको व्यक्तित्वहरू, समुदायको व्यक्तित्वहरू हुनुहुन्छ। यस्तो कुराहरू त के लेखिरह्यो होला भन्ने पनि लाग्छ होला। तर कुनै कुनै ठाउँमा त जस्तै उदाहरणको लागि कुनै कुनै हिमाली क्षेत्रमा तामाङ समुदाय, गुरुङ समुदायको कुनै कुनै कुनातिर त हामी बुद्धिस्ट हो, हाम्रो मृत्यु संस्कार लामा विधिबाटै गराउनुपर्छ भन्ने चेतना चाहिँ छ। तर त्यो संस्कार गर्ने बेलामा के सामग्रीहरू चाहिन्छ भने एक रीति पनि अनुभव नभएको व्यक्तिहरू पनि हुँदो रहेछ फेरि। अनि अल्मलिएर केही पनि मान्छे परिवारको सदस्य बितेर दुःखमा परेको छ, त्यसपछि यो सामानहरू यो विधि अनुसार यसरी गर्छ भने अनुभव नभएर झन् दुःखमाथि दुःख थपेको जस्तो, पीडामाथि पीडा थपेको जस्तो अनुभूति भएको हामीले धेरै देखिरहेको हुनाले त्यस्तो अवस्थाको व्यक्तिहरूले लक्षित गरेर यो सामानहरू चाहिन्छ भनेर यहाँ अहिले त हामी बौद्धमा, स्वयम्भूमा, बौद्ध पसलाहरूमा गयो भने अब रोसेक गर्ने, मृत्यु भइसकेपछि मृतकको अन्त्येष्टि गर्ने अवस्थामा चाहिने सामग्रीहरू दिनु भन्यो भने पसलेले पनि प्याकेजमा रेडी बनाएर दिने राम्रो छ नि। गाउँ कुनातिर त त्यस्तो पाउँदैन। त्यस्तो सामान खोजेर सामानै नपाउने ठाउँमा धर्मगुरुहरूले पनि यो सामान भनेर मृतक परिवारलाई साह्रै दुःख पार्छ। पहिले नै हामी सबैलाई जानकारी भयो भने सजिलो भयो। यसले गर्दाखेरि त्यो सजिलो होस् भन्नको लागि केही बुँदाहरू मात्रै यहाँ खुलाउनु खोजेको। मृत्यु पश्चात गरिने विधिहरूमा फुवा गरिने, अन्त्येष्टि गरिने, साक्सुमको पूजाहरू गरिने, घेवा र तुलसिक पूजाहरू गरिने विधिहरू छ। कामा फुवा भनेको सङ्क्रान्ति भन्छ। फुवा धेरै प्रकारको भए तापनि आफू जीवित हुँदा आफैले नै ध्यान गरेर फुवाको अभ्यास गर्नुपर्छ। मोन्डो साधना गरेर, पूर्वगत अभ्यास गरेर फुवा अभ्यास आफैले गर्न सक्यो भने असाध्यै लाभदायक हुन्छ। अरूबाट फुवाहरू गराइराख्नु पर्ने आवश्यकता पर्दैन नि, आफै फुवा प्र्याक्टिस गरेको छ भने। अनि त्यस्तो प्र्याक्टिस नभएको व्यक्तिहरूलाई त फुवाको आवश्यकता पर्दछ, अनि फुवा गराउनु पर्ने हुन्छ तत्कालै। एक दक्ष गुरुले मृतकको विज्ञान हंसलाई ब्रह्मनाडीको माध्यमबाट बाहिर निकाली सुकाउतीमा लीन गराउने पद्धतिलाई हामी फुवा भनिन्छ छोडकारीमा। अब अन्त्येष्टि फुवा भइसकेपछि
बौद्ध सिन्ची ज्योतिष अनुसार शुभ अशुभ हेराई अन्त्येष्टि र अन्य संस्कारहरू गरिने दिन र घडी निर्धारण गरिन्छ। हाम्रो आफ्नै ज्योतिष पद्धति छ। आफ्नै ज्योतिष पद्धति अनुसार चाहिँ हामीले कर्म गर्नुपर्ने हुन्छ। हिन्दू ज्योतिष पद्धति, पञ्चाङ्ग ज्योतिष पद्धति र बौद्ध मञ्जुश्री ज्योतिष पद्धति अलिक फरक छ। हामी बौद्ध पूजा विधि अनुसरण गरेपछि बौद्ध ज्योतिष पद्धतिलाई नै हामीले अनुसरण गर्न सक्यौँ भने त्यो अनुकूल हुन जान्छ। बौद्ध सिन्चे अनुसार दूर परेको दिनमा मृतकको अन्त्येष्टि कर्म गर्न मिल्दैन भनिन्छ। दूर परेको दिन भनेको अहिले ज्योतिष पात्रहरू नेपालीमा पनि भएको पसलमा पाइन्छ, हजुरहरूले हेर्न सजिलो पनि छ। नेपालीमा भन्दाखेरि भोट पात्रमा कुनै पनि महिनाको छेवा घे, छेवा चौगे, छेवा हिसाबगे भन्ने हुन्छ। नेपाली पञ्चाङ्ग पात्रमा चाहिँ शुक्ल अष्टमी, कृष्ण तृतीया, कृष्ण त्रयोदशी यो तीनवटा दिनमा चाहिँ अन्त्येष्टि गर्नु हुँदैन बौद्ध सिन्चे अनुसार चाहिँ। किनभने यो तीनवटा दिनमा दूर परेको हुनाले अशुभ हुन्छ भन्ने ज्योतिष मान्यता रहेको छ। मृतकको अन्त्येष्टि गर्ने विधि संस्कार विभिन्न ठाउँ अनुसार फरक भए तापनि हिजो आज दाह संस्कार गरी अन्त्येष्टि गर्ने व्यापक भएको हुँदा दाह संस्कार भनेको आगोमा जलाएर रोसेक गरेर अन्त्येष्टि गर्ने। लामा विधि बौद्ध विधि अनुसार दाह संस्कार गर्दा रोसेक अग्नि हवन पूजा गरिन्छ। अग्नि हवन पूजा विधिमा व्यापक रूपमा गर्ने, मध्यम तरिकाले गर्ने, छोड कार्यमा गर्ने 3 प्रकारको विधिहरू बौद्ध धर्मको कुनै पनि विधिहरू 3 प्रकारको हुन्छ। व्यापक रूपमा गर्ने हो भने दिनभरि लगाएर गर्ने विधि पनि हुन्छ। छोड मध्यम विधिमा गर्ने हो भने बिहान थालेर दिउँसो सकाउने। छोड कार्यमा गर्ने हो भने 1 घण्टा 2 घण्टा भित्र नै सकाउने विधिहरू। संक्षिप्तमै गर्ने हो भने 20-25 मिनट भित्र नै सकिहाल्ने खालको विधिहरू पनि हुन्छ। जस्तो तन्काएर व्यापक रूपमा गर्न पनि मिल्यो, मध्यम विधि अनुसार गर्न, यो ठाउँ परिवेश परिस्थिति हेरेर चाहिँ यो विधि चाहिँ हामीले प्रयोग गर्न मिल्छ। पूजा सामग्रीहरू त यो धर्मगुरुहरूलाई आवश्यक परेन, विशेष गरेर गृहस्थी भक्तहरू। त्यसमा पनि धेरै बितिसकेपछि लामा विधि अनुसार मृत्यु संस्कार गर्नुपर्छ भन्ने ज्ञान नभएको व्यक्तिहरूलाई अलिकति सहयोग होस् भनेर थोरै हामी लेख्थ्यौँ। यतिमै सीमित हुन्छ भन्ने छैन। यो सेतो कपडा 3 मिटर, त्योभन्दा बढी लाग्न पनि सक्छ। मोटामोटी आछेता चामल लगभग 3 किलो जति, बर पिपलको काठ नभए स्याउको काठ 1 मुठी, घिउ 1 किलो, खाने तेल 2 लिटर, दुबो घाँस 1 थाल, 1 अमृसो 1 मुठी, कुस अमृसो, अन्नहरू धान, गहुँ, जौँ, सेतो तिल, क्याराउ, सरसों 1 पाउ जति, 1 किलो जति, 5 किलो जति चढाए पनि हुन्छ। तर हामीले चाहिँ यहाँ चाहिँ नभएको ठाउँहरूमा चाहिँ यति भयो हुन्छ भन्ने तरिकाले लेखिएको। चढाएमा 1 किलो, धेरै चढाएमा। तोर्मा बनाउने पिठो 2 किलो, त्योभन्दा बढी लाग्न पनि सक्छ धेरै तोर्माहरू चढायो भने। 5 रङको कपडा टुक्रा 1 थान, सुपरी र जडीबुटीको परिकार थोरै, चोखो पानी, अनि प्लास्टिक अथवा स्टिलको प्लेट थालाहरू चाहिँ 15वटा 20वटा जति प्लेटहरू भयो भने साह्रै सजिलो। प्लेटहरू नभएको ठाउँमा हामीले प्लास्टिकको प्लेटहरू पनि प्रयोग गर्न मिल्यो। झिन्सेको लागि सामानहरू लस्करी त्यो पनि भएन भने 2-3वटा बाटो भए पनि एकै ठाउँमा जम्मा पारेर पनि चढाउन मिल्छ। अनि साक्सुम पूजा बितेको 3 दिन 3 रात बितिसकेपछि साक्सुम पूजा गरिन्छ। मृत्यु भएको 3 दिन 3 रात पश्चात साक्सुम पूजा गरिन्छ। उक्त दिन मृतकको अचेत विज्ञान जाग्ने भएको हुँदा भर्दो देशना सुनाई मृतकलाई सुर सेङ्गो भोजन दान गरिन्छ। ती उक्त दिन चाहिँ पूजा विधि, कुनै इष्टदेवको विधि अनुसार पूजाहरू गरेर अनि नेडेन मृतकलाई चाहिँ स्थानान्तरण गर्ने विधिहरू पनि पढिन्छ। विशेष गरेर भर्दोको टिचिङ नै महत्त्वपूर्ण चाहिँ जोड दिन्छ त्यति बेला। अनि भोजन दानहरू गराउने, सुरहरू चढाउने इत्यादि घेवा गर्ने मूल कार्य भयो। भर्दो थिएटर अनुसार मृतक धुन्सिक साप्ताहिक तिथि अनुकूल पारी समय परिवेश र परिस्थिति अनुसार व्यापक, मध्यम अथवा छोडकारी विधिबाट सम्पन्न गरिन्छ। अब घेवा गर्ने सन्दर्भमा बौद्ध विधि अनुसार भर्दो ग्रन्थमा उल्लेखित भएको बुँदा अनुसार बितेको 49 भित्र घेवा गर्नुपर्छ। 49 दिनमा गरे पनि भयो, अन्तिम साताको दिनमा। समय परिवेश र परिस्थिति अनुकूल मिलाएर आज सोमबारको दिनमा बित्नुभयो भने अर्को सोमबारदेखि 7वटा सोमबार, 7वटा सोमबार मध्ये
कुनै न कुनै सोमबार 7वटा सोमबार चाहिँ हामीले आफ्नो क्षमता अनुसार पूजा सक्यो भने व्यापक, सकेन भने पनि मध्यम, त्यो पनि सकेन भने छोडकारीमा, त्यो पनि सकेन भने बत्ती बालेर मलम भनीहरू जप्दिने ठुलो कुरा हो नि। साता गरेको पूजाले चाहिँ ठुलो प्रभाव पार्छ उसको यात्रामा। अनि त्यो साताकै हामी सक्नेले त सातामै नेटेन गरेर पूजाहरू गरेर प्रत्येक सातामा नै हामीले धुन्चुक पूजा गर्दा साह्रै नै राम्रो। अनि अन्तिम साताको दिन चाहिँ घेवा गर्न सक्यो भने साह्रै राम्रो। अहिलेको परिवेशमा आस्था व्यस्तको जीवन चक्रमा पहिलो सातामै छिटो घेवा उम्काउने यो संस्कार के रहेछ भने हिमाली क्षेत्रबाट बसाइ सर्दै सहर बजारमा बसियो अनि विभिन्न संस्कारबाट हामी चाहिँ भिज्दै आयो। अनि घेवा गर्ने भनेपछि विशेष गरेर हिमाली क्षेत्रमा घेवा गर्ने बौद्ध संस्कारलाई लिएर विभिन्न विकृति विसङ्गतिहरू, एक त लामा धर्मगुरुहरूले पनि यो तान्त्रिक विधि पूजा विधिलाई ठिक ढङ्गले प्रयोग गर्नुभएको र ठिक ढङ्गले प्रयोग गर्नु नभएको त्यस्तो राम्रो पक्षहरू कमी कमजोरीको पक्षहरू हामीले थुप्रै देख्न सकिन्छ। यसको प्रभाव चाहिँ जनमानस भक्तजनहरू झिन्दगहरूमा पनि यसको प्रभावले गर्दाखेरि विभिन्न अन्यलताहरू। अनि सजिलो बौद्ध विधि अनुसार घेवा गर्ने विधि त सबैभन्दा सजिलो, जान्यो भने सजिलो, जानेन भने साह्रै नै गाह्रो, कस्तो संस्कार रहेछ भन्ने जस्तो पनि आभास हुँदो रहेछ, तर सबैभन्दा सजिलो। अनि कसैलाई लाग्दो रहेछ बौद्ध विधि अनुसार घेवा गर्यो भने एकदम धेरै खर्च भएर महँगो हुने रहेछ। हामीले सजिलो चाहिँ थोरै मात्रै खर्च गरेर चाहिँ घेवा गर्ने खर्च नै नभए पनि आफूले मानेको गुरु कल्याण मित्रहरूलाई मुवा मलमको लागि प्रार्थनाको लागि अनुरोध गरिदियो पनि घेवा हुन्छ। विकल्प धेरै छ हाम्रो चाहिँ। विकल्पको उपायको खानी भण्डार नै बौद्ध मार्ग हो। यस कारणले हामीले चाहिँ यो संस्कारलाई चाहिँ आफ्नो क्षमता अनुसार आफ्नो परिस्थिति अनुसार हामीले परिचालन गर्न सकिन्छ। तर घेवा चाहिँ 49 दिनभित्र सक्यो भने चाहिँ अन्तिम दिन, सकेन भने हामीले त्यो 49 दिनभित्रको धुन्चुको तिथि पारेर गर्नुपर्छ। र शुद्ध तरिकाले धर्मगुरुहरूले पनि शुद्ध तरिकाले आफूले प्राप्त गरेको शिक्षा हासिल गरेको आधारमा चाहिँ विधिपूर्वक राम्रो बोधिचित्तको धारणा लिएर पितृको मृत्युको घेवा गर्नुमा चाहिँ धेरै ठुलो चाहिँ चुनौती हुन्छ। जीवित व्यक्तिको पूजा गर्नु र मृतकको पूजा गर्नुमा धेरै फरक छ। बितिसकेको मृतकले भर्दोको प्राणी चाहिँ ओङपो कुन्छौँ थोक्मी घ्यु भन्ने एउटा शब्द श्लोक छ अभिधर्म कोशमा। बितेर गइसकेको मृतकको विज्ञानले त सबै देख्न सक्ने बुझ्न सक्ने। अहिले जीवित अवस्थामा कुनै मान्छे अपाङ्ग हुन पनि सक्छ, हात खुट्टा नचल्ने व्यक्ति पनि मृत्यु भइसकेपछि अपाङ्ग हुँदैन। भर्दोको अवस्थामा उसको अपाङ्ग अनुभूति हुँदैन। जीवित अवस्थामा दृष्टिविहीन भएको व्यक्ति पनि भर्दोको अवस्थामा देख्न सक्ने शक्ति हुने। जीवित अवस्थामा कान सुन्न नसक्ने व्यक्ति पनि भर्दोको यात्रामा कान सुन्न सक्ने शक्ति हुन्छ। र ओङबो कुन्छौँ सबै ठाउँमा जुन स्थानमा चितायो त्यो स्थानमा तत्कालै पुग्न सक्ने शक्ति र क्षमता भएको हुनाले धर्मगुरुहरूले ठिक तरिकाले पूजा गरेको छ कि छैन भन्ने पनि उसले चाहिँ थाहा हुन्छ। अनि हामीले राम्रो पूजा गरेको छ भने उसले साह्रै चित्त दुखाउँछ, हामीलाई पाप लाग्छ। मृत्युको संस्कार चाहिँ राम्रोसँग गरिदिनु पर्ने धर्मगुरुहरूको चाहिँ धर्म हो, कर्तव्य हो। मृत्यु संस्कारको विषयलाई लिएर हामी जजमान आफ्नो जिन्दाहरूलाई धर्मगुरुहरूले दुःख दिने, भार पार्ने, एकदमै चाहिँ उनीहरूलाई चाहिँ समस्यामाथि समस्या बढाउने खालको क्रियाकलाप हामीबाटै पो भइरहेको पो छ कि भन्ने चाहिँ धर्मगुरुहरूबाट पनि चिन्तन हुन आवश्यक छ। र मृत्यु संस्कारको विषयलाई लिएर गाउँ कुना दुर्गम क्षेत्रतिर त असाध्यै विकृति संस्कारहरू पनि हामीले देख्दै आएको। मान्छे बितेर त्यो मृतकको विज्ञानलाई मुक्ति गराउनको लागि पूजा गरेको छ। मृत्यु संस्कारमा आएको आगन्तुकहरूलाई भैँसी काटेर कुखुरा काटेर मासु र भात खुलाएर विवाहको पार्टी मनाएको जस्तो पनि हामीले देखियो कति गाउँतिर। त्यस्तो गर्यो भने मृतकलाई मुक्त गराएर बुद्ध भूमिमा पुर्याउनु हो कि मित्रलाई खुट्टामा तानेर तल नरगततिर दुर्गतितिर लतारेर लैजाने जस्तो खालको कर्म चाहिँ हामीले भोग्नुपर्छ। त्यस्तो कर्म हामी कसैले पनि जुनै समुदायमा भए पनि मृतकको नाममा काट्ने, मार्ने, प्राणी हत्या गरेर मासु भात खुलाउने संस्कार चाहिँ
हामीले बौद्ध धर्मको त्रिरत्नको अनुसरण गरेर बौद्ध विधि अनुसरण गर्यो भने अनि हामीले कर्म चाहिँ मार्ने काट्ने मासु खुलाउने गर्यो भने हामीले गरेको पुण्य सबै समाप्त हुन्छ। त्यो कर्म चाहिँ गर्नु हुँदैन। अनि धर्मगुरुहरू विशेष गरेर शील आचरणमा रहेर कर्म गर्यो भने त्यो कर्म चाहिँ शक्तिशाली हुन्छ र धेरै जाँड रक्सीको प्रयोग हुन्छ। धर्मपाल पूजाहरूमा वज्रयानी तन्त्रहरूमा रक्सीको प्रयोग हुन्छ, तर त्यो रक्सी चाहिँ सेवन गर्नको लागि त्यो सेवन गर्नको लागि प्रयोग गरेको त होइन। मृत्यु संस्कारमा घेवा गर्ने ठाउँमा आएको कुनै कुनै ठाउँको विकृतिहरू हेर्दा धर्मगुरुहरू पनि टन्न रक्सी खाएर बाटोमा लडेर बसेको जस्तो देख्ने, मृत्यु संस्कारमा आएको आफन्तहरू पनि टन्न रक्सी खाएर बसेको देख्दाखेरि साह्रै नै विकृति हो। यो चाहिँ यसले चाहिँ बुद्ध धर्म र बुद्ध शासनको साह्रै ठुलो खिल्ली उडाएको छ। हाम्रो क्षेत्र हाम्रो समुदायमा जहाँ धर्मगुरुहरूबाट भएको छ अथवा जजमानहरूबाट भएको छ भने यो संस्कारलाई हामीले छिटोभन्दा छिटो हामीले यसलाई चाहिँ शुद्धिकरण गर्नुपर्छ। यस्तो संस्कारमा हामी र धर्मगुरुहरू चाहिँ शुद्ध चित्तले कुनै पनि दान दक्षिणा र कुनै पनि मान मर्यादाको चाहिँ अपेक्षा नराखिकन शुद्ध चित्तले पूजा गरिदियो भने ठुलो पुण्य प्राप्त हुन्छ। सानो प्रसङ्ग म यहाँ जोड्न चाहन्छु। एक समयमा एकजना लामा चाहिँ 3 वर्ष गुफा बसेर निस्किनु भएछ। आफ्नो साइनोले आफ्नो फुपू पर्ने घरमा चाहिँ पूजा गर्न जानुभएछ। अनि हाम्रो चाहिँ हिमाली क्षेत्रमा पूजामा आउनुभएको लामाहरूलाई चाहिँ सकेसम्म मिठो खुलाउने, राम्रो मान मर्यादा गरेर चाहिँ ससम्मान गर्ने संस्कार छ। 3 दिनसम्म फुपूको घरमा पूजा गर्न आएको लामा चाहिँ 3 दिनसम्म साथी पनि ल्याएर पूजा गर्यो। खाना चाहिँ अलिक मिठो लागेन रहेछ लामालाई चाहिँ। अनि फुपूले पनि 3 दिनसम्म पूजा गर्यो, खाना त अस्तिभन्दा हिजो अलि नमिठो, हिजोभन्दा आज झन् नमिठो भएपछि साह्रो रिस उठेछ अरे कि लामालाई चाहिँ। अनि 3 दिनमा चाहिँ आज पूजा पनि सक्ने, खाना पनि त्यति मिठो दिएन। फुपूले चाहिँ के भन्दो रहेछ भने, लामा गुरु अब तपाईँ त मेरो आफ्नै भदा, पूजा राम्रो गर्नुभएको छ, खानपिनहरू राम्रो खुवाउनु सकेन, दुःख सुख त्यस्तै भयो, गाह्रो नमान्नुहोस् है भन्दै खाना चाहिँ नमिठो ल्याउने फेरि। अनि लामालाई साह्रै रिस उठेछ। अनि पूजा सक्ने बेलामा चाहिँ खाजा ल्याउने बेलामा चाहिँ त्यो लामा चाहिँ त्यो पूजा गरेर बजाएर ढ्याङ्ग्रो बजाएर पढ्ने ठाउँमा चाहिँ सिरानी लगाएर मजाले सुतेर ढ्याङ्ग्रो बजाएर पठाइदिएको उसको पाला चाहिँ। सुतेर ढ्याङ्ग्रो बजाएर पढ्ने बेलामा खाजा आइपुग्यो। फुपू चाहिँ खाजा ल्याएर आइपुग्यो। होइन के गरेको गुरु, यसरी सुतेर पनि ढ्याङ्ग्रो बजाएर पनि पूजा गर्न मिल्छ र भनेर सोधेछ कि लामाले चाहिँ के भनेछ भने, अरू ठाउँमा त यसरी ढ्याङ्ग्रो बजाएर सुतेर पढ्न त नमिल्ने, फुपू आफ्नै फुपूको घरमा त भइहाल्यो नि भनेर गर्दाखेरि यसरी चाहिँ लामाहरूले पनि मलाई खाना मिठो दिएन, यसलाई पनि म ठिक पार्छु भन्ने त व्यवहार चाहिँ गर्नु भएन। र पितृ कार्य गर्ने, घेवा गर्ने ठाउँतिर पनि धेरै मिठो खानाको आशा गर्ने, धेरै राम्रो दान दक्षिणाको आशा गर्ने, धेरै राम्रो सत्कार सम्मानको आशा गर्यो भने कोर लाग्छ, हामीलाई ठुलो भार लाग्छ। त्यो आशा चाहिँ मनमा राखेर पूजा गर्यो भने त्यो पूजा शुद्ध पनि हुँदैन। त्यस कारण मनमा बोधिचित्त प्रकट गरेर निस्वार्थ भावले त्रिरत्नप्रति एउटा भरोसा विश्वासले हामीले पूजा गरेर चाहिँ राम्रोसँग घेवा परिणामन मुवा मलमहरू गरिदियो भने पुण्यको प्रभाव पर्छ उसलाई। त्यो विकृति विसङ्गतिहरू कुनै कुनै बेला त्यो बौद्ध धर्म अनुयायी समुदायमा पनि देखिन्छ, हिन्दू धर्म अनुसरण गर्ने समुदाय कोही बेला हामीले सामाजिक सञ्जालतिर हेर्नुहोस् त पितृ कार्य सकेर पुरोहितलाई दक्षिणा दिने बार्गेनिङ नमिलेर झगडा गरेको पनि देख्छु कोही ठाउँमा। दक्षिणाको बार्गेनिङ नमिलेर क्या, अब कति दक्षिणा दिनेमा कबलेर ल्याउनु भयो पुरोहितलाई, अन्तिम दक्षिणा दिने बेलामा पुरोहित र जजमानको बिचमा बार्गेनिङ नमिलेर झगडा परेको बेला बेला भिडियोहरू चाहिँ भाइरल हुने गर्छ नि, आजभोलि भाइरल हुन्छ। अनि हामीले पनि यसरी चाहिँ खुलियाम जजमानलाई गुरुहरूले यो पूजा गरे बाबत मलाई यति दक्षिणा दिनुपर्छ, यति दक्षिणा दियो भने म आएर पढिदिन्छु, यति दक्षिणा दिएन भने म आउँदैन भन्नु साह्रो गलत हो, विकृति हो, साह्रो दुःख लाग्दो कुरा हो। यो चाहिँ धर्मगुरुहरूबाट हुनु भनेको बुद्ध शासन पतन हुने सङ्केत हो। धर्मगुरुहरू कसैले पनि त्यो गर्नु हुँदैन। र यजमानले आफ्नो श्रद्धा भक्तिले गछेले जति चाहिँ श्रद्धापूर्वक दक्षिणा टक्राउँछ सहर्ष खुसीको साथ हामीले ग्रहण गर्ने हो अनि मुवा मलम गरेर हामी जाने हो। हाम्रो कर्तव्य त्यो हो।
त्यो विकृति विसङ्गतिहरू चाहे जुनै क्षेत्रमा जुनै समुदायमा भए पनि बौद्ध धर्म विपरीत र बुद्ध शासन र शिक्षामै आँच आउने खालको संस्कार क्रियाकलापहरू धर्मगुरुहरूबाट पनि हुनु हुँदैन, जजमानहरू जिन्दाहरूबाट पनि त्यो संस्कार क्रियाकलापहरू हुनु हुँदैन। पितृकार्य घेवा गर्ने नाममा भएको विकृति विसङ्गतिलाई निराकरण गर्नको लागि बेला बखत गुरुहरू भक्तजनहरूको बीचमा प्रवचनहरू अन्तर्क्रिया कार्यक्रमहरू त भएको छ। अझै पनि धेरै गाउँ बस्तीहरूमा हुने विकृतिहरू गुरुहरूले पनि शुद्ध चित्तले पूजापाठ चाहिँ राम्रोसँग गरिदिने। अनि पूजापाठ गर्ने तरिकाहरू पनि वज्रयानी बौद्ध तन्त्रमा कुन पूजा विधि अनुसार वज्र नृत्यहरू कुन बेला कसरी प्रदर्शन गर्नुपर्छ त्यसको आफ्नै विधि र नियमहरू रहेको हुन्छ। पितृकार्य गर्ने बेलामा नृत्य प्रदर्शन गर्नै नहुने त जस्तो त लाग्दैन, तर त्यो कुन विधि कुन समयमा प्रयोग गर्ने त्यसको अवस्था स्थितिहरू हुन्छ। त्यो प्रतिकूलको चाहिँ अवस्थाहरूमा पनि वज्र नृत्य पनि अब धर्म गुरु धारा परम्पराबाट शिक्षण हुँदै आएको परम्परा होइन, आफ्नो आफ्नो तरिकाले चाहिँ छाम नाच्ने अनि त्यस्तो पनि फेरि एकदमै अब लामा पढाएको हो कि झाङ्ग्री धामी पढाएको हो कि के पढाएको थाहै नहुने, पढ्दाखेरि लामा नै पढेको हुन्छ, भरि उफ्रिँदाखेरि फेरि धामी झाङ्ग्री कामेको जस्तो पनि देख्ने। त्यस्तो क्रियाकलापहरू चाहिँ हिमाली क्षेत्र गाउँ कुना काहीँ छ भने त्यो चाहिँ राम्रो होइन, विकृति हो। त्यसलाई चाहिँ हामी धर्मगुरुहरूले पनि राम्रो चाहिँ सल्लाह सुझाव दिएर सच्याउनु पर्छ। राम्रो भर्दोसँग सम्बन्धित नृत्यहरू पनि हुन सक्छ, जस्तै नर्गलोकको दृश्यहरू देखाउने, प्रेतलोकको दृश्यहरू देखाउने, पशुलोकको दृश्यहरू देखाउने त्यस्तो नृत्यहरू पनि हुन्छ। जस्तै जगत मुक्ति ढुवा कुण्डल थुक्जी छम्बो ढुवा कुण्डलको नेटेनहरू हेर्ने हो भने छलोककै दृश्यहरूको बारेमा परिचय दिलाउने। छिटो कर्लिनको नेटेनहरूमा पनि एकदम विस्तृत रूपमा छ नि, त्यो सबै परिचय दिने दृश्य देखाउन थाल्यो भने हाम्रो घेवा त धेरै दिनसम्म पनि सक्दैन। त्यस्तो विधिहरू नभएको होइन, तर त्यसलाई हामीले चाहिँ विधि अनुसार समय अनुसार विधि अनुकूलताको कर्म गर्यो भने त्यो प्रभावकारी हुन्छ भन्ने चाहिँ सुझाव। र मृत्यु कार्य गर्ने सन्दर्भमा बढ्दो थ्योटल अनुसार नै मृत्यु हुनुभयो 7 हप्तासम्म सोही बारको मृत्युको तिनसुक तिथि, तिनसुक भनेको साप्ताहिक भन्ने हुन्छ नेपाली भाषामा। साप्ताहिक भनेको आज सोमबारको दिनमा बित्यो भने अर्को सोमबार चाहिँ तिनसुक पर्छ। तिनसुक गर्ने परम्पराहरू पनि अलिक फरक त छ। आज सोमबारको दिनमा बित्यो भने अर्को आइतबार चाहिँ 7 दिन गर्ने प्रचलन पनि छ हिमाली क्षेत्रमा। त्यो नहुने होइन। पूजा र प्रार्थना र मोलम र पुण्य त जुन बार जतिपटक गरे पनि पुण्य नै हुन्छ, तर त्यो बितेकै बार अनुकूल पार्दाखेरि अलि बढी प्रभावकारी हुने, सुनमा सुगन्ध हुने, धेरै नै प्रभाव पर्ने कुरा चाहिँ जोग्बा छम्बोको धेरै तन्त्रहरूमा उल्लेख भएको हुनाले यो चाहिँ स्पष्ट छ। सोही दिनमा नै हामीले सोही बार नै अनुकूल पारेर गर्दाखेरि तिनसुक तिथि भनेको आज सोमबारको दिनमा बित्यो भने अर्को सोमबार पहिलो तिनसुक पर्यो, पहिलो तिनसुक, दोस्रो तिनसुक, तेस्रो तिनसुक, चौथौँ तिनसुक, पाँचौँ तिनसुक, छठौँ तिनसुक, सातौँ तिनसुक भनेर गर्नु पर्यो हामीले होइन। पहिलो साप्ताहिक पूजा, दोस्रो साप्ताहिक पूजा, तेस्रो साप्ताहिक पूजा भने अब हामी लामाहरूले चाहिँ तिनसुक ताङ्बो, तिनसुक निबा, तिनसुक सुम्बा, तिनसुक शिवा, तिनसुक नाबा, तिनसुक टुबा, तिनसुक तुम्बा चाहिँ 49 पुरा हुन्छ पूजा। त्यसै त्यो तिनसुक पारेर घेवा गरे पनि तिनसुक पारेर गर्दाखेरि एकदम राम्रो। पितृको लागि पुण्य सञ्चय गर्ने कर्महरू पनि तिनसुकको तिथि पारेर गर्दाखेरि असाध्यै राम्रो हुने। भर्दो ग्रन्थमा नै प्रष्ट उल्लेख छ यो कुरा। उक्त तिनसुकका दिनहरूमा मृतकलाई असाध्यै दुःख पीडा हुने भएको हुनाले मृतकको लागि पूजापाठ गरी पुण्य सञ्चय गरेमा अत्यन्तै लाभदायक हुनेछ। साप्ताहिक विधि जुन बारमा मृत्यु भयो सोही बार उसको तिनसुक पर्दछ। जस्तै आइतबार बितेको मृतकको तिथि आइतबार नै कायम गरिन्छ भने 7वटै आइतबार उसको तिनसुक तिथि पर्ने भएको हुँदा कार्य गर्दा अनिवार्य तिनसुक तिथि अनुकूल पारेर गर्नुपर्दछ भन्ने एउटा मापदण्ड छ। लामा बौद्ध विधि अनुसार पितृ कार्य विभिन्न जाति र क्षेत्रीय संस्कारलाई समावेश गरी फरक फरक शैलीमा गरेको पाइन्छ।
लामा बौद्ध ग्रन्थमा पितृकार्य गर्दा क्रिया बस्ने, नुन तेल बार्ने, कपाल काट्ने, जुठो बोक्ने इत्यादि संस्कार चाहिँ कतै उल्लेख भएको पाइँदैन। यो चाहिँ अन्य धर्म संस्कारबाट आयातित संस्कार भएको हुनाले विशुद्ध बौद्ध धर्मावलम्बीहरूले चाहिँ क्रिया बस्ने, नुन नखाइकन बस्ने, कपाल काटेर सेतो कपडा बेरेर बस्ने संस्कार चाहिँ बौद्ध धर्म अन्तर्गतको संस्कार चाहिँ होइन। बौद्ध मार्गीहरूले क्रिया बस्नुको, यो क्रिया बस्नु बुवा बित्यो भने, आमा बित्यो भने छोराछोरीहरू क्रिया बस्ने चलन छ हिन्दुजममा। क्रिया बस्नुहुन्छ, क्रिया बस्ने छोराले क्रिया पुत्र भन्छ, क्रिया बस्ने छोरीले क्रिया पुत्री भन्छ होइन। अनि बौद्ध धर्ममा चाहिँ बुवा आमाहरू बित्यो, परिवारको कुनै सदस्यहरू बित्यो भने त्यो परिवारको सदस्यले चाहिँ जुठो बोकेर क्रिया बसेर चाहिँ पुण्य गर्ने संस्कार चाहिँ छैन, क्रिया बस्नु पर्दैन। बौद्ध मार्गीहरूले क्रिया बस्नुको सट्टामा सकेसम्म 7 सातासम्म, नसके पनि 3 सातासम्म पञ्चशीलको नियम पालना गरी मृतकको लागि पुण्य सञ्चय गरेमा अपार पुण्य लाभ हुनेछ भन्ने कुरा। अब 49 दिनसम्म पञ्चशील पालना गरेर बस्नु, पञ्चशील भन्दा ठुलो क्रिया र ठुलो व्रत त अरू केही पनि छैन। त्योभन्दा माथिको व्रत भिक्षु भिक्षुनीले पालना गर्ने व्रतको नियमहरू त छ। यद्यपि हामी सर्वसाधारण भक्तहरूले त पञ्चशील पालना गरेर बस्नु भनेको ठुलो व्रत बस्नु हो। पञ्चशील पालना गरेर मृतकको नाममा जति सक्दो भनी गर्ने, मलम गर्ने, दानहरू पनि सक्यो भने गर्ने, नसक्यो भने आफूले चाहिँ छोपाहरू पूजाहरू चढाउने, पुण्य सङ्कलन गर्ने काम जति गर्न सक्यो भने त्यसले पितृलाई ठुलो लाभदायक हुनेछ। समयको पाबन्दी छ। आजको विषयवस्तु हामी हिमाली क्षेत्रमा लामा विधि, बौद्ध विधि अनुसार मृत्यु संस्कार गरिने समुदायमा एउटै नियम र एउटै संस्कार नहुनुको कारण अर्को पनि के छ भने आफ्नो जातीय र क्षेत्रीय संस्कार सँगै जोडेर, सँगै मिसाएर संस्कार गर्ने कारणले पनि फरक फरक शैलीमा देखा परेको। जस्तै भर्दो थ्योटल अथवा छिटो कर्लिङ भन्ने पाठ पढ्यो भने त्यो छिटो कर्लिङको पाठ विधि, भर्दो थ्योटलको पाठ विधि त तामाङ समुदायको भर्दो थ्योटल छुट्टै, गुरुङ समुदायको छुट्टै, शेर्पा समुदायको छुट्टै, टिबेटन समुदायको छुट्टै त हुँदैन। धम्मग्रन्थ र बुद्धको मार्ग त जुन समुदायको पनि एउटै हो। त गर्ने बेलामा किन फरक पर्यो भन्दाखेरि तामाङ समुदायले तामाङकै संस्कार मिसाउने, थकाली समुदायमा थकाली संस्कार मिसाउने, गुरुङ समुदायमा गुरुङकै संस्कार मिसाउँदाखेरि हामी अल्मलिएको चाहिँ हो। आफ्नो जातीय संस्कार मिसाउँदाखेरि अल्मलिएको हामी चाहिँ। जातीय संस्कारलाई समय परिवेश अनुसार परिमार्जित गर्न सक्छ, तर मूल चाहिँ विधि, आधारभूत ग्रन्थ भर्दो थ्योटल ग्रन्थको विधि र पद्धतिलाई मूल प्राथमिकतामा राखेर कार्य गर्यो भने हामी विधि र पद्धति सबैको एउटै हुन आउँछ भन्ने विशेष सुझाव। र अर्को विषयवस्तु चाहिँ भोट भाषा सम्बन्धी थोरै यहाँ बताउन चाहन्छु। भोट भाषा भनेको अहिले पछिल्लो समयमा सम्भोट भाषा, सम्भोट लिपि सिक्ने चासो बढ्दै गएको छ। काठमाडौँमा धेरै गुरुहरूले, लोपेन खेम्पूहरू, लोपेन्माहरू, अनिलाहरूले सम्भोट लिपि सिकाउने क्लासहरू सञ्चालन गर्नुभएको छ। र कतिलाई फेरि यो सम्भोट लिपि र भोट भाषा भनेको चाहिँ टिबेटनको हो, टिबेटनहरूले पढ्ने हो, हामी शेर्पाहरू, तामाङहरू, गुरुङहरूले चाहिँ यो चाहिँ पढ्नु आवश्यक छैन भन्ने पनि कुनैले त्यस्तो तर्क पनि दिँदो रहेछ। यसकारण यो कुरोलाई स्पष्ट पार्नु आवश्यक छ। भोट भाषा भन्नु र टिबेटन भाषा भनेको फरक चिज हो। भोट भाषा भनेको चाहिँ टिबेटन भाषा पनि भोट भाषै हो, शेर्पा भाषा पनि भोट भाषै हो, गुरुङ भाषा पनि भोट भाषै हो, तामाङ भाषा पनि भोट भाषै हो। यो कुरा चाहिँ हामी स्पष्ट हुन नसकेको कारणले गर्दाखेरि भोट भाषा भनेको टिबेटनको मात्रै हो भन्ने चाहिँ गलत धारणा हो। त्यो चाहिँ भोट भाषा हामी सबैको माउ भाषा हो। बोल्ने क्रममा परिवेश अनुसार तामाङ, शेर्पा, गुरुङ, थकाली, हुम्ला, जुम्ला, डोल्पाको समुदायको भाषागत रूपमा हेर्दा अलिअलि फरक त छ नै। यद्यपि हामी जस्तै संस्कृत भाषा चाहिँ मदर ल्याङ्ग्वेज हो नि, माउ भाषा। नेपाली, हिन्दी, उर्दू, मराठी, बङ्गाली भाषाहरूको माउ भाषा संस्कृत हो। संस्कृत राम्रो जान्यो भने नेपालीको साहित्यिक शब्दहरू आफै खोलेर आउँछ, किनभने संस्कृत त आमा हो। त्यस्तै भोट भाषा भनेको आमा हो। फेरि भोट भाषा जान्यो भने
तामाङ भाषा, शेर्पा भाषा, गुरुङ भाषा, थकाली भाषा, मनाङ्गे भाषा, हुम्ला, जुम्ला, डोल्पोको भाषाहरूको मूल चाहिँ साहित्यिक शब्दहरू खुलेर आउँछ। फेरि यो कुरा चाहिँ हामीले बुझ्न नसक्दा, बुझाउन नसक्दा कि टिबेटन भाषा होइन भोट भाषा, टिबेटन भाषा हो भने चाहिँ एकजना लामाले, जस्तै उदाहरणको लागि एकजना गुरुले चाहिँ अब खेतौँमा पढेर सेरबके फर्दैछ मन तम्बैगे न सुक तम्बैगे न थ्रो तम्बैगे न भनेर पढेको चाहिँ एकजना टिबेटन भाषा खरर पढ्न सक्ने आमालाई छेउमा राखेर पढेर सुनायो। त्यो आमाले एक अर्थ पनि बुझ्ने होइन के अरे। अब त्यो टिबेटन भाषा हो भने त छेउमा बसेको टिबेटन आमाले बुझ्नु पर्थ्यो नि त, बुझ्दैन नि। कारण त्यो हो। यस कारणले गर्दाखेरि चाहिँ यो भाषा चाहिँ किन महत्त्व छ भन्दाखेरि अहिले यो संसारमा भगवान तथागत बुद्धले दिनुभएको 84,000 धर्म उपदेश, शास्त्र, सूत्र, तन्त्र, शास्त्र जति भोट भाषा लिपिमा उपलब्ध छ त्यति विश्वको अन्य कुनै पनि भाषा लिपिमा छैन। धनी हो भोट, बौद्ध दर्शन र बौद्ध साहित्य र बौद्ध ग्रन्थहरूको सबैभन्दा धनी, सबैभन्दा बौद्ध इतिहास र बौद्ध ग्रन्थ, बौद्ध साहित्यको भण्डार हो। बौद्ध दर्शन र बौद्ध साहित्यको गहिरो अध्ययन र अभ्यासमा जाने हो भने भोट भाषा लिपिको अध्ययन नगरिकन बौद्ध धर्मको अध्ययन अनुसन्धानमा जानु सम्भव नै छैन। जति पनि सिद्धिहरू प्राप्त गरे भारतवर्षमा भोट भाषामा पनि 8औं शताब्दीदेखि यता अनुवाद हुँदै 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 कङ्ग्युर अनुवाद भयो, तेङ्ग्युर अनुवाद भयो। आज संस्कृत र पाली भाषामा त सीमित मात्रै छ। भोट भाषा लिपिमा जति उपलब्ध छ त्यति विश्वको अन्य कुनै पनि भाषामा छैन। यस कारणले भगवान बुद्धले दिनुभएको मार्गदर्शनलाई गहिरेर अध्ययन अनुसन्धान अभ्यास गर्ने हो भने भोट भाषा लिपिमा जति उपलब्ध छ त्यति अन्य कुनै पनि भाषामा छैन। एक नम्बर कुरा त्यो हो। दुई नम्बर कुरा चाहिँ हामी हिमाली क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जात जातिहरूको भाषाको उच्चारणलाई समेट्न सक्ने एउटै लिपि चाहिँ सम्भोट लिपि हो। फेरि तपाईँ तामाङ भाषा बोल्नुहोस्, शेर्पा भाषा बोल्नुहोस्, देवनागरी लिपिमा लेखेर तामाङ भाषा शेर्पा भाषा बोल्यो भने त्यसको प्रोनाउन्सिएसन चाहिँ गलत आउँछ। तर सम्भोट भाषा, सम्भोट लिपिको आधारमा शेर्पा भाषा प्रयोग भयो, तामाङ भाषा प्रयोग भयो भने यसले सही उच्चारण टिप्न सक्ने। किनभने त्यो त माउ भाषा हो, माउ लिपि हो। यही कुरालाई बुझाउन नसक्दाखेरि हामी चाहिँ यो टिबेटनको हो भनेर हामी एक थरी चाहिँ पन्छेर बसेर त्यो हामी आफैले घाटो हुन्छ। र हाम्रो सम्पूर्ण कला संस्कृति आज त्यत्रो वज्र नृत्य प्रदर्शन गर्यो, यो कला संस्कृतिको सम्पूर्ण स्रोत नै यो भोट भाषा लिपिमा लिपिबद्ध छ, सुरक्षित छ। यति कुरा यहाँहरू समक्ष जानकारी गराउँदै आज प्रवचनको अन्तिम दिन, शुक्ल दशमीको पुण्य दिन, 10 करोड वज्र गुरु मन्त्र जप साधना पूजा अनुष्ठान मैले अत्यन्तै भव्य रूपमा सफल भएको महसुस गरिरहेको छु। यो आयोजक परिवारको श्रद्धेय खेन रिम्पोछे पेमा छिरिङज्यूलाई विशेष साधुवाद दिन चाहन्छु। उहाँको सम्पूर्ण टिमले गर्नुभएको यो त्याग तपस्या र यस दोलखा, चरीकोट, यो भीमेश्वर नगरपालिका, प्रदेश सरकार, स्थानीय सरकार सबैको चाहिँ आफ्नो तह तबकाको सहयोग समर्थन र श्रद्धालु भक्तजनहरूको सहयोग समर्थन र सम्पूर्ण धर्म गुरुहरूको सहयोग समर्थनले यो कार्यक्रम चाहिँ अत्यन्तै राम्रो पुण्य सञ्चयको एउटा विशाल अवस्था, सौभाग्य प्राप्त भएको मैले अनुभूति गरेको छु। यो पुण्यको प्रभावले विश्वमा अहिंसा परम धर्म बौद्ध शिक्षा शासन संसारभर सब विस्तार भएर जाउन्। शासनधार परम पूजनीय गुरुवरहरू सबैको चिरञ्जीवी दीर्घायु हुन सकुन् र सम्पूर्ण भिक्षु भिक्षुनी उपासक उपासिकाहरू बुद्धको शील समाधि प्रज्ञको शिक्षालाई पालना गरेर जीवन सार्थक बनाउन सकुन् र ठिक समयमा वर्षात भएर कोही पनि अनिकाल मृत्यु हुने, विभिन्न महामारी, अकाल विकाल, विभिन्न झगडा महामारी, यो सम्पूर्ण चाहिँ समस्याहरू सबै समाधान भएर विश्वमा सम्पूर्ण जगत प्राणीले एउटा सुख र शान्तिको सास फेर्न सकुन् र सबै प्राणी नै एउटा बुद्धले दिनुभएको शिक्षा, अहिंसाको शिक्षा र मार्गमा लागेर सबैले आफ्नो जीवन सार्थक बनाउन सकुन् भन्ने यही प्रार्थनाको साथ मेरो धर्मदेशलाई यहाँ अन्त गर्न चाहन्छु। भावतु सब मङ्गलम, समस्त प्राणीको कल्याण होस्। धन्यवाद। हाम्रो श्रद्धेय धर्मगुरु खेन्पो शेर लामा गुरुङज्यूलाई
थप कृतज्ञता ज्ञापन गर्दै यति राम्रो प्रभावकारी विषयमा हामीलाई ज्ञान दिनुभएकोमा शिक्षण दिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दै एकचोटि फेरि ताली बजाइदिनु हुनका लागि सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु। र हाम्रो आज परम पूजनीय गुरुवर हेसे साङपो रिम्पोचे ज्यू पनि आउँदै हुनुहुन्छ। उहाँ अबको करिब 20 मिनटमा आइपुग्नुहुनेछ। त्योभन्दा अगाडि हामी लिने प्रश्नहरू पनि लिन्छौँ र त्यसपछि विश्राममा गएर हामी अगाडि लाइन बसेर उहाँलाई स्वागत गर्न बस्छौँ। तर त्योभन्दा अगाडि चाहिँ केही प्रश्नहरू लिनेछौँ। हजुरहरूको प्रश्न छ भने हात उठाउनु होला। त्योभन्दा अगाडि म एउटा प्रश्न राख्न चाहन्छु हाम्रो श्रद्धेय धर्मगुरु खेम्पो शेरलामा गुरुङज्यूलाई। यो चाहिँ अलि धेरैजनाले रिलेट गर्ने प्रश्न फेरि पनि हामीले भन्ने गर्छौँ। मैले फर्स्टमा यो कुरा राख्छु, त्यसपछि मेरो बुझाइ राख्छु, त्यसपछि हजुरको बुझाइ खोज्छु है त। हामीले भन्ने गर्छौँ हजुरहरू भिक्षु भिक्षुणीहरूले चाहिँ अब यो मटेरियलिस्टिक वर्ल्डबाट होइन आसक्तिबाट चाहिँ टाढा गएर सबै छोडेर बस्नुभएको भन्ने मान्छौँ। तर धेरैको बुझाइ चाहिँ के छ भने त्यसो भए बुलेट बाइकमा किन हिँड्नुहुन्छ, आइफोन किन चलाउनुहुन्छ भन्ने जस्तो प्रश्नहरू पनि धेरै आउँछन् होइन। त्यसमा मेरो बुझाइ चाहिँ के छ भने उहाँहरू चाहिँ आसक्तिबाट माथि उठेर चलाउनु भएको, त्यो उपभोग मात्र गर्नुभयो, त्यसमा आसक्ति छैन। र हाम्रो बुझाइ चाहिँ त्यही हुनुपर्छ, कुनैमा पनि आसक्ति हुनुहुन्न भन्ने मान्छु मैले चाहिँ। अनि तर धेरैजनाको कुरा चाहिँ यसमा आएको देख्छु। हजुरले बुझाउँदाखेरि चाहिँ के भनेर बुझाउनुहुन्छ, प्रयोग किन गर्नुहुन्छ लामा गुरुहरूले अथवा भिक्षु भिक्षुणीहरूले? कार्यक्रम सञ्चालिका बहिनीलाई साधुवाद। यो समयको माग हो। समय, परिवेश, परिस्थिति, विज्ञान, भौतिक विकास सँगसँगै हामीले पनि भौतिक विकास सँगसँगै हाम्रो जीवनशैली पनि अनिवार्य जस्तै भइसकेको हुन्छ। र एउटा कुरा चाहिँ साधारण गृहस्थीहरूको नजरमा चिवर धारण गरेको भिक्षु भिक्षुणीहरू बाइक चढेर हिँडिरहेको देख्दाखेरि आकाशै खसेको जस्तो, साह्रै नै ठुलो नै बदमासी गरेको जस्तो फिल पनि कुनैलाई हुँदो हो र कुनैलाई होइन। प्राकृतिक स्वाभाविक रूपमा इच्छा चाहना आसक्ति सबै छाडेर धर्मको मार्गमा हिँडेको त होइन नि, आसक्ति छाड्ने प्रयास पो गरेको त। आसक्ति सबै छाडिसकेको त भगवान तथागत बुद्ध हो होइन। त्यस कारणले समय अनुकूलको भौतिक सामग्रीहरूलाई, प्रविधिहरूलाई पनि सदुपयोग गर्न जाने हो भने फाइदा छ भन्न चाहन्छु। धन्यवाद हजुरलाई उत्तरको लागि। र यहाँ प्रश्नकर्ताहरू हुनुहुन्छ, म माइक पास गर्न चाहन्छु। उपस्थित सम्पूर्णमा टर्सिदेले नमस्कार। म च्याङडोमा शेर्पा, बिगु गाउँपालिका वार्ड नम्बर 5, हाल चरीकोट दोलखामा अवस्थित छु। मेरो विचारमा यहाँहरू सम्पूर्ण बुद्धिस्ट धर्मको ज्ञानले पोख्त हुनुहुन्छ। मेरो प्रश्न रहनेछ खेम्पो शेर गुरुङ लामा समक्ष। आधुनिक युगको विकाससँगै बुद्धिस्ट धर्ममा सकारात्मक र नकारात्मक दुवै पक्षका त्रुटिहरू देखा पर्न सक्छौँ। यस्ता 21औं शताब्दीमा यस्ता नकारात्मक पक्षहरूलाई हटाउँदै सकारात्मक पक्षलाई अघि बढाउन हम्मे भएको हामी देख्न सक्छौँ। खेम्पो शेर लामा गुरुङज्यू, आस्तिक र नास्तिक विषयको शिक्षण र यो जीवनदेखि अर्को जीवनसम्मको यात्रा तथा मृत्युपछिको संस्कारबारे शिक्षणलाई सुदृढ गर्नका निम्ति युवाको के कस्ता भूमिका रहन सक्छन्, प्रश्न पारिदिनुहोस्। धन्यवाद। प्यारी बहिनीको जिज्ञासा सम्पूर्ण युवाहरूको सामूहिक जिज्ञासा हुन सक्छ। आधुनिक युग भौतिक विकासको क्रम सँगसँगै हाम्रो मनोविज्ञानमा पार्ने सकारात्मक र नकारात्मक प्रभावलाई कसरी चुनौती
कसरी यो चुनौतीलाई सामना गर्ने भन्ने एउटा विषय उहाँको आशंका आशय देखियो। अहिले जति नै भौतिक विकासहरूको चरम गतिमा भौतिक विकास भइरहेको अवस्थामा हाम्रो चित्तको स्वभाव प्राकृतिक रूपमा नै सकारात्मक तत्त्वले भन्दा नकारात्मक तत्त्वले अलि छिटो आकर्षित बनाउने, छिटो प्रभाव बनाउने त प्रकृतिको नेचुरल प्रकृतिको शक्ति नै त्यस्तो हुँदो रहेछ। सकारात्मक तत्त्व र नकारात्मक तत्त्वलाई हेर्दाखेरि अब ज्ञानको जस्तै उदाहरणको लागि दार्शनिक जीवन सार्थक बनाउने, जीवनमा सुख र आनन्द प्राप्त गर्न सक्ने क्रमिक रूपमा धारावाहक प्रवचन चाहिँ दार्शनिक प्रवचन दिन थाल्यो भने लगभग 70% जति मान्छे चाहिँ निदेर झुल्दो रहेछ। फेरि अब यहाँ नै उठेर फेरि गाउने नाच्ने गर्यो भने सबैको दिमाग टाठो हुन्छ। यो अहिलेको 21औं शताब्दीमा जति पनि विज्ञानको विकास भएको भौतिक कुराहरूलाई हामीले आफ्नो मानसिक सन्तुलनलाई सही सदुपयोग गर्न सक्यौँ भने त्यसले हामीले सकारात्मक चाहिँ प्रभाव पार्ने। त्यसको लागि हामी आफैले पनि बुद्ध धर्म चाहिँ हिजो भनेको जस्तो आस्तिक र एउटा अन्धविश्वास पूजा प्रार्थनामा मात्रै सीमित चाहिँ होइन, यो जीवन पद्धति हो र यसमा हामी अनुशासित बन्नुपर्छ। हामी अनुशासित भएर हामीले आफ्नो जीवनयापन गर्नुपर्छ भन्ने सूत्र चाहिँ पञ्चशीलको सूत्रलाई सक्यो भने 5वटा सूत्रको नियमलाई पालना गर्ने प्रयत्न गर्ने। 5वटा नियमको सूत्रलाई पालना गर्न नसके पनि एउटा दुईटा नियमको सूत्रलाई मात्रै पालना गर्न सकेमा पनि हामी धेरै अनुशासित बन्छौँ, हामी धेरै जिम्मेवारी बोध गर्छौँ आफूलाई। यही सुझाव दिन चाहन्छु, हामी अनुशासित बनौँ। अनुशासित बन्ने भनेको सकारात्मक तत्त्वतिर प्रभावित हुनको निमित्त पञ्चशीलको शिक्षाको नियमको सूत्रहरूलाई हामीले यथाशक्य आफूले पालना गर्ने प्रयत्न गरौँ भन्ने यही सुझाव दिन चाहन्छु। धन्यवाद। नमस्कार टसिदेले, फ्याफुलजी, सेवारे र खेम्बोज्यू, मलाई एउटा सोध्नुपर्ने एउटा जिज्ञासा आयो। मेरो नाम हर्कमान पाखरिन, बैतेश्वर 2। यो मृत्यु हुने सोमबारको कुरा हामीले अघि धेरै सुन्यौँ खेम्बोज्यूबाट। सोमबारको दिन लास चलाउँदाखेरि हाम्रो गाउँघरमा चाहिँ 3टा लास लानुपर्छ भन्ने छ। त्यो चाहिँ अब के हो, त्यो छोटकरीमा बताइदिनुहुन्छ कि भनेर मेरो जिज्ञासा यति मात्रै होस्। धन्यवाद। हर्कमानजीको जिज्ञासा पनि धेरैजनाको सामूहिक जिज्ञासा हुनसक्छ। हामी अधिकांश तामाङ समुदाय, गुरुङ थकाली समुदायमा पञ्चाङ्ग ज्योतिष परम्पराको ठुलै प्रभाव परेको देखिन्छ। पञ्चाङ्ग ज्योतिष परम्पराको प्रभाव चाहिँ एकदम ठुलो छ। अनि लास निकाल्नु हुने नहुने दिन पनि बौद्ध ज्योतिष होइन कि पञ्चाङ्ग ज्योतिष हेरेर चाहिँ आज चाहिँ कालचक्र परेको छ, मृतक परेको छ इत्यादि पञ्चाङ्ग ज्योतिषले निर्धारण गरेको तिथि मितिलाई चाहिँ अलिक बढी चाहिँ अनुसरण गरेको प्रभाव चाहिँ देखिन्छ। मैले अघि भने चाहिँ सिन्ची अनुसार मृत्यु पश्चात हेरिने बौद्ध ज्योतिष पद्धति अनुसार नै हेरिने विधि पद्धतिहरूलाई हेर्नुपर्छ। यसमा बार, सोमबार, आइतबार, मङ्गलबार भन्ने बारले खासै अर्थ राख्दैन। अघि भने चाहिँ 1 महिनामा 3वटा दिन चाहिँ दूर भनेर पात्रो हलमा नै प्रष्ट रूपमा उल्लेखित गराएको छ। त्यो 3वटा बार मैले अघि पनि 3वटा दिन चाहिँ लाई हामीले बारिन्छ। शुक्ल अष्टमी, कृष्ण तृतीय, कृष्ण त्रयोदशी, यो 3वटा दिन चाहिँ मैले पञ्चाङ्ग पात्रकै तिथि अनुसार भनेको। फेरि यो 3वटा दिनमा चाहिँ लास निकाल्न दूर परेको हुनाले अन्त्येष्टिहरू गर्न चाहिँ नमिल्ने, त्यो बाहेक चाहिँ बारको आधारमा चाहिँ गरिन नमिल्ने सिन्सीले निर्धारण गरेको बारहरू भने चाहिँ हामीले बार्नुपर्छ। त्यो बाहेक चाहिँ हामीले चाहिँ सोमबारमा चलाउन नमिल्ने भन्ने चाहिँ हुँदैन। धन्यवाद। दसु दिलीप फ्याफुल्ला सबैजनालाई, केम्बो श्री लामा गुरुज्यूलाई मेरो सर्वप्रथम नमस्कार। मेरो प्रश्न छ, म श्री 8 दोलखाबाट आएको, मेरो नाम अमृत लामा हो।
तामाङहरूले मानिस मृत्यु भइसकेपछि लामालाई ठुई नगरिकन कबडामा हाल्दा रहेछ र कबडामा हाल्दा मृत्यु हुने व्यक्तिलाई धोएर पखालेर हाल्नुपर्ने ठाउँमा नधुने रहेछ र लामालाई सिन्ची पनि हेराउँदैन रहेछ र अष्टमीको दिनमा पनि मृत्युलाई घरबाट निकालेर लाने गर्दरहेछ र लासलाई मृत्यु भइसकेपछि ठाडो सिधा राखेर लानको लागि उहिलेको चलन भनेर लासलाई नै रगत पिफोरहरू चुहेर जाने गरी बिगारेर लाँदो रहेछ र यसमा डल्लो पार्न कतिको उपयुक्त छ र तेर्सो पारी लाँदा चाहिँ नबिगारिने जस्तोको तस्तै हुँदो रहेछ। धेरै वैज्ञानिकता पाएको हुँदा खेन्पो लामाज्यूले यो कुराहरूलाई हामी तामाङहरूलाई प्रष्ट गरिदिनु हुन अनुरोध गर्दछौँ। नम्बर 2, लामतोनमा पनि विवाद छ। कुनै ठाउँमा तामाङहरूको एउटा मुखमा ओम मानी पद्मे हुँ भन्न नि नआउने ठाउँमा केटी मान्छेहरूले नाङ्लोमाथि लामतोन टाँगेर टाउकोमाथि 8-10 जना केटी मान्छेलाई बोक्न लाउने रहेछ र यसमा गुरुको ओङ लुङ ज्ञान गण्डुप छाम ढुप नभई कतिको उपयुक्त छ यसमा यस विषयमा प्रश्न पारिदिनु होला। नम्बर 3, कतिपय ठाउँमा तामाङहरूले नि नुन फुकाउने अनि घेवा पस्ने भन्ने चलन रहेछ र मृत्युदाह संस्कार गर्ने दिन पनि घेवा पसेर पनि सकाउने चलन पनि रहेछ। हस्, यहाँ समयको कारणले मैले सबै कुरा यहाँ सामु राख्नु सकेन। यसमा हाम्रो तामाङको चाहिँ बौद्ध संस्कार अनुसार कुनै विधि पद्धति मैले नदेखेले मलाई धेरै गुनासो लागेको छु। म चाहिँ जिरी 8 को हो। बौद्ध दर्शन अनुसार नचलेको कारणले मैले यो कुरा सबै राख्न सकेन। उहाँ खेम्बो लामज्यूसँग म यसमा धेरै दुःखी छु। कुनै समयमा म समय पाएँ भने राखौँला। हस्त धन्यवाद टुङ्ग्याउँछु। धन्यवाद अमित लामाजी। उहाँले राख्नुभएको जिज्ञासाको प्रति उत्तर अन्तिम उत्तर त अघि नै आइसक्यो। अघि नै 9 नम्बरको पेज 9 नम्बरमा प्रश्न उल्लेखित छ। लम्तेन केटी मान्छेले लम्तेन समातेर मृतकलाई चित्तस्थलतिर लैजाने संस्कार चाहिँ जातीय संस्कार हो। जातीय संस्कार यसमा धर्मगुरुले लम्तेन गर्ने हाम्रो प्रचलन त छँदैछ। यद्यपि यो केटी मान्छेहरूले लम्तेन गरेर लैजाने भन्ने कुराहरू चाहिँ आफ्नो क्षेत्र अनुसार आफ्नो समुदायको एउटा संस्कार भएको हुनाले यो कुरा चाहिँ हामीले धार्मिक विधि र धार्मिक संस्कारलाई नै हामीले प्राथमिकता दिनुपर्छ। यो चाहिँ धर्मगुरुहरूले मूल गुरुले नै लम्तेन गरेर लैजाने हाम्रो प्रचलन जीवन्त छ। त्यसैले नै हामीले अघि सार्दाखेरि त्यो धेरै राम्रो हुने सुझाव दिन चाहन्छु। ठुई नगरिकन मृतकको पार्थिव शरीरलाई कपडामा पोको पार्ने डल्लो पार्ने जस्तो क्रियाकलापहरू चाहिँ त्यो चाहिँ ठुई चाहिँ गर्ने चलन छ। पार्थिव शरीरमा ढिप धेरै हुन्छ, रोढिप भन्ने हुन्छ, त्यसलाई चाहिँ शुद्धिकरण गर्नको लागि ठुई चाहिँ विधि गरिन्छ। ठुई विधि गरिसकेपछि पार्थिव शरीरलाई पनि मृत्यु हुनासाथ कुनै कुनै ठाउँतिर त्यो संस्कार राम्रो ज्ञान नभएको कारणले पनि मृत्यु सास टुर्नासाथ फुवा केही नभइकन पोको पारिहाल्ने, डल्लो पारिहाल्ने, छिटो सकेर छिटो अन्त्येष्टि गर्नेतिर चाहिँ लागिहाल्ने, त्यो चाहिँ राम्रो होइन। त्यसलाई चाहिँ कुनै कुनै त राम्रो समाधिमा बितिसक्यो, डाक्टरले पनि मृत घोषणा गरिसक्यो, तापक्रम त अझै बाँकी हुने हुन्छ धेरै समयसम्म। त्यस्तो अवस्था चाहिँ महत्त्वपूर्ण अवस्था हुनसक्छ। त्यसकारणले केही समय चाहिँ हामीले नचलाइकन राम्रो समाधिको मुद्रामा राख्न सक्ने, राम्रो गुरुहरूले मार्गदर्शन गर्ने, त्यो पनि भएन भने हामी धर्ममित्रहरूले मणिहरू, अमी देवारीहरू, वज्र साधुको मन्त्रहरू उच्चारण गर्न सक्यो भने ठुलो पुण्यको प्रभाव पर्छ नि उसलाई। त्यो कर्महरू गरेर बल्ल चाहिँ ठुईहरू गरेर विधि विधान पुर्याएर राम्रो ज्योतिष अनुसारको दिनहरू तय गरेर अन्त्येष्टि गर्ने कर्मतर्फ लाग्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु। धन्यवाद। धन्यवाद यो सुनौलो मौका उपलब्ध गराइदिनु भएकोमा। मेरो नाम चाहिँ उर्गेन लामा, म फर्किङ खिरेनी मुसे साङजुङको गुम्बाबाट। मेरो चाहिँ प्रश्न तपाईँको माझमा के राख्न चाहन्छु भने अब प्रश्न सही छ या गलत अब त्यो मलाई थाहा भएन, तर मलाई मनमा लागेको कुरा तपाईँ माझ सेयर गरेको मात्र हो। र तपाईँले भन्नुभएको जस्तै भाडदोमा हामी बस्यो भने अब आफ्नो कर्मको हिसाबले 1 हप्ता 2 हप्ता अथवा 3 हप्ता होइन भने 49 दिनसम्ममा हामीले अर्को जुनी प्राप्त गरिसक्छ भन्नुभएको थियो। यदि गरेन भने पनि त्यो कुनै दुर्घटनामा अथवा आत्महत्या गरेर गएको मान्छे अलि धेरै बस्न सक्छ भन्नुभएको थियो। तर म सुनेको नै होइन, मेरो आफ्नै आँखाले देखेको चाहिँ पहिला हाम्रो गाउँघरतिर कस्तो हुन्थ्यो भन्दाखेरि अब हामी साधारण भाषामा भन्यो भने त आत्मा पस्ने भन्थे हामी चाहिँ। तर
एउटा मरेको आत्मा चाहिँ अर्को भित्र पसेर उसले चाहिँ अनेकौँ दुःखहरू आफ्नो व्यथाहरू सुनाउने गर्दछ र मैले यस्तो दुःख पाएँ, मैले त्यस्तो दुःख पाएँ, मैले यसको एक कारणले मऱ्यो भनेर भन्ने गर्दछ। तर त्यही भन्ने मान्छे चाहिँ मरेको 15, 16, 17 वर्ष पुगिसकेको हुन्छ, तर त्यो मान्छेहरूले पनि अरूको भित्र पसेर यस्तो दुःखहरू सुनाउँछ। अब तिनीहरू चाहिँ अब भार्दुमै छ कि अब अर्को जुनी पाएर के गरेको, यस बारेमा मलाई सर्लङ्ग पारिदिनु भनेर तपाईँलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो उर्गेन लामा भाइले राख्नुभएको जिज्ञासा पनि धेरैजनाको सामूहिक जिज्ञासा हुनसक्छ। पितृ बोल्ने भनेर चाहिँ आछ्यत चामलको पोको बोकेर मान्छे बितेको कयौँ वर्षपछि पनि ठाउँ ठाउँमा चाहिँ पितृको आत्मा पसेर बोल्ने कुरामा विश्वास गर्ने पनि कसरी नगरौँ। गरेको सबै कुराहरू छाती प्रष्टै बताइदिएपछि हाम्रो मान्छे त त्यसै पनि विश्वास भइहाल्ने भयो। तर यो चाहिँ गलत हो। त हजुरहरूले रिम्बुच्छेहरू धेरै ज्ञान प्राप्त गुरुहरूलाई पनि जिज्ञासा राख्नुहोस्। से भन्ने हुन्छ। गुरु रिम्बुच्छे पद्मसम्भवको पालोमा पनि यो धेरै समस्या तिब्बतमा पनि भएको हो, मिलारेबाको पालोमा पनि भएको हो। अनि मृतकको पार्थिव शरीर लैजाने बेलामा से गर्नुहुन्छ नि लामाले, सेटल। से भनेको उसको प्राणाङ्ग खोसाउने प्राणीलाई चाहिँ से भनिन्छ। अन्तिम अवस्थामा मृत्यु हुने बेलामा उसको प्राणाङ्ग खोसाएर लैजाने एउटा तत्त्व त्यसलाई से। जीवित अवस्थामा शरीर र छाया जस्तै मृत्यु अवस्थामा उसले जीवनकालमा गरेको सम्पूर्ण कार्यहरूको चाहिँ जानकारी हुने एउटा तत्त्व आत्मा, त्यसलाई चाहिँ शरीरबाट अलग गराउने सेटलको पाठ पढ्ने गर्दछ नि। अनि त्यो से चाहिँ अरूको आत्मामा प्रवेश भएर चाहिँ हाम्रो मृतकको विज्ञान चित्त चाहिँ उसको कर्म अनुसार प्रवेश भइसक्यो। त्यो जीवनभरि उसको मृत्युको अङ्गसँगै भएर बसेको से भन्ने तत्त्व चाहिँ अरूहरूको आत्मामा पसेर बोल्दाखेरि हाम्रै पितृ बोल्यो भनेर हामी चाहिँ जे पूजा गरेर भन्छ त्यही गर्दै हिँडिरहेको छ। यो चाहिँ मृतककै आत्मा नभइकन मृतकको प्राणाङ्ग खोसाउने तत्त्व अरू प्राणी हो। त्यो प्राणीलाई नै हामी भुले। गुरु रिम्पोछे पद्मसम्भवको पालामा धेरै भएको तिब्बतमा पनि त्यस्तो से पसेर चाहिँ अनि जस्तोको तस्तै छात बोल्दाखेरि चाहिँ विश्वास गरेर पछि होइन। त्यसको उदाहरण के छ भने एकजना तारालोङ्गो नाम गरेको मन्त्री बितेर चाहिँ 49 दिनसम्म घेवा गरेर पनि अरूको आत्मामा पसेरै बोलेपछि गुरु रिम्पोछे पद्मसम्भवले चाहिँ बोलाएर चाहिँ तिमी हो कि होइन भन्दा हो भन्यो। गुरु रिम्पोछे पद्मसम्भवले त धेरै अभिषेकहरू दिनुभयो। अभिषेक गुह्य तन्त्रको अभिषेक दिने बेलामा त सीमितलाई मात्रै राख्छ, किनभने घेक्टुहरू गरेर विद्वाद पुर्याउने सबै तत्त्वलाई बारे पन्छाएर सीमित योग्य व्यक्तिलाई मात्रै अभिषेक दिने। अनि लोम्बो तारो लोङ्गो भनेको त उहाँ त गुरु रिम्पोछे पद्मसम्भवबाट पनि धेरै अभिषेकहरू लिएको। तिमी साक्षात मन्त्री नै हो भने यो बेला मैले चाहिँ तिमीलाई दिएको अभिषेकहरू के स्मरण छ भन्दाखेरि अनि ऊ चाहिँ अगमगेर बोल्न सकिँदैन रहेछ त्यहाँबाट चाहिँ। किनभने त्यति बेला त म त ढोकाबाट भित्र छिर्नै दिएन, तपाईँले बाहिर खेदाइदिनु भयो भन्नुभयो अरे। त्यही प्रसङ्गले त्यो से चाहिँ पसेर अनि मन्त्री तारालोङ्गोको चाहिँ नाम पुकार गरेर चाहिँ परिवारलाई सताइरहेको घटनाक्रमले तिब्बतमा धेरै त्यस्तो अवस्थाहरू दोहोरियो। तर त्यो बितेर गएको व्यक्तिकै आत्मा नभइकन छुट्टै फरक आत्मा चाहिँ प्रवेश भएर सताइरहेको कारणले यो कुरामा चाहिँ हामी अल्मलिनु हुँदैन। हामी बौद्ध अनुयायीहरू चाहिँ बितेर गएर 49 दिनसम्म हामीले सकेको पुण्य कर्म गर्ने, त्यो पछि चाहिँ पितै बोलाउने ठाउँमा चामलको पोको बोकेर हिँड्नु चाहिँ हामी बौद्ध अनुयायीहरूको लागि उपयुक्त होइन भन्ने सुझाव दिन चाहन्छु। धन्यवाद। धन्यवाद छ। हाम्रो प्रश्नहरू, हाम्रो जिज्ञासाहरूको उत्तर दिइदिनु भएकोमा एउटा अन्तिम प्रश्न लिँदैछौँ हाम्रो टाइम धेरै छैन, त्यो कारणले गर्दा लास्ट प्रश्न हुनेछ यो। आदरणीय खेम्फुला उपस्थिति सम्पूर्ण गुरुहरू तथा अभिभावकज्यूहरूमा म पेमा शेर्पाको तर्फबाट टसी धेरै नमस्कार फ्याफुला। सुरुवात भए दिनदेखि अहिलेसम्म म नियमित यस 18औं 10 करोड वज्र गुरु मन्त्र जपमा उपस्थिति भए। यहाँ प्रत्येक गुरुले खराब कामलाई त्यागी असल कामप्रति लाग्नुपर्ने सन्देश दिनुभएको छ। यसमा म सबै गुरुहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबै गुरुहरूले भन्नुहुन्छ कि लागु पदार्थले स्वास्थ्यलाई हानि गर्छ, तर हाम्रो बौद्ध धर्ममा सेर्गेमको रूपमा रक्सीको उपयोग जन्मेदेखि मृत्यु संस्कारसम्म प्रयोग गर्ने गर्छन्।
मैले अभिभावकहरूलाई विभिन्न संस्कारमा रक्सीको प्रयोग गरेको देख्छु र एक दिन मैले आफ्ना अभिभावकहरूलाई यसको सेवन गर्नु हुँदैन, यसले शरीरलाई असर पार्छ भनेर भन्दा उहाँहरूले यो भगवानको प्रसाद हो, यसलाई ठुलो जलको रूपमा सेवन गर्नुपर्छ भनेर जवाफ दिनुभएको छ। के यो भनाइ ठिक हो? के बौद्ध धर्ममा भएका सबै संस्कारमा सेर्गेम नहुने वस्तु हो त? कृपया यस प्रश्नलाई प्रश्न पारिदिए अहिलेको म जस्तो विद्यार्थी युवा युवतीहरूलाई सकारात्मक सन्देश पुग्छ भन्ने आशाले मैले हजुर सामु यो प्रश्न राखेकी हुँ। असाध्यै राम्रो जिज्ञासा पेमा शेर्पा बहिनीको सामूहिक जिज्ञासा हुन सक्छ। धेरै व्याख्याहरू गर्यो भने यसको गहिरो व्याख्या जान्छ। पूजामा प्रयोग गरिने मादक पदार्थ स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा त विज्ञानले नै पुष्टि गरेको कुरा हो। पञ्चशीलको अन्तिम शीलको शिक्षामा पनि मादक पदार्थ प्रयोग नगर्नु भगवान बुद्धको पञ्चशीलको 5औं शीलको नियमभित्र वज्रज्ञानी पूजाहरूमा प्रयोग गरिने अमृतको रूपमा प्रयोग गरिने रक्सीहरूको आफ्नै विशेषता छ। त्यसलाई छोटो शब्दमा थोरै भाषामा व्याख्या गरेर सम्भव छैन। तर हामी सर्वसाधारण भक्तहरू र अनुयायीहरूको लागि चाहिँ गुह्य तन्त्रको सिद्धान्त र विधि विधानहरू सरल ढङ्गबाट औपचारिक रूपमा चाहिँ प्रष्ट र व्याख्या गर्न सम्भव छैन। तर हामीले चाहिँ बुद्ध शिक्षालाई बुद्ध धर्मलाई शिक्षाको रूपमा अनुसरण गरिरहँदाखेरि पञ्चशील शिक्षा विपरीतको चाहिँ प्रसादको रूपमा प्रयोग गरिने जुन संस्कारहरू छ पहिलोको तुलनामा, जस्तै रक्सी मात्रै होइन, प्रसादमा मांसको मासुहरूको पनि प्रयोग गरिने प्रथा प्रचलन छ। त्यसको आफ्नै विशेषताहरू छ। हिंसासँग जोडिन गयो मासु त सिधै, रक्सीको प्रयोग गर्दाखेरि मादक पदार्थसँग सिधै जोडिन गयो। त्यसले गर्दाखेरि मैले संक्षिप्तमा भन्नुपर्दाखेरि बुद्धित्व प्राप्त गर्नको लागि असक्तबाट मुक्त हुनुपर्दछ। असक्त भन्नाले यो चिज राम्रो हो भन्ने राम्रो असक्तताबाट पनि मुक्त हुनु पर्यो। यो चिज नकारात्मक हो, यसले जिन्दगी बर्बाद बनाउँछ भन्ने घृणताको भावबाट पनि मुक्त हुनु पर्यो। यसकारण रक्सी र मादक पदार्थ जीवन बर्बाद बनाउने सबैभन्दा नकारात्मक तत्त्व भन्ने घृणाको भाव जब मनमा जाग्छ भने त्यसले चाहिँ तत्त्व प्राप्त गर्न सक्दैन। त्यो घृणताको भाव जब क्लेश हो, त्यो क्लेशबाट मुक्त गराउनको लागि पनि यो संसारमा नकारात्मक फोहोर मैला भनेको चिज केही पनि छैन। सबै फोहोर मैला देखेको है हाम्रो अशुद्ध दृश्यमा देखेको मात्रै हो। यसलाई नै हामीले प्रसादको अमृतको रूपमा प्रयोग गर्नु भनेको हाम्रो चित्तमा भएको घृणताको भावलाई निराकरण गर्ने, शुद्धिकरण गर्ने उपायको रूपमा पो प्रयोग गरेको थियो त। त्यसलाई सेवन गर्ने, त्यसलाई रसपान गर्ने, सेवन गर्ने आधारमा चाहिँ प्रयोग गरेको चाहिँ होइन भन्न चाहन्छु। धन्यवाद। धन्यवाद छ गुरुलाई। अब अझै एउटा प्रश्न लिन्छौँ हामीले। त्योभन्दा अगाडि म एउटा इन्फर्मेसन दिन चाहन्छु। हाम्रो रिम्पोचे आउनु हुँदैछ, त्यसैले त्यहाँ अगाडि राखिएको बाइक यदि तपाईँहरू कसैको हो भने चाहिँ त्यो बाइक हटाइदिनु होला। बाइक कसको छ, अगाडिपट्टि राखिएको बाइक छ भने चाहिँ तपाईँहरूले हटाइदिनु होला। अनि एउटा कुरा अलिकति जोड्न चाहिहालेँ, उहाँले भन्नुभयो पञ्चशीलको बारेमा पनि। एउटै मात्र सिल मैले एकदमै स्ट्रङली राखिरहेको, त्यो सिल पनि यहीँ आएर तोडिएको, एक ड्रप खाएर। ओके, लास्ट क्वेसन लिँदैछौँ हामी। धन्यवाद। सर्वप्रथम त आदरणीय खेम्पोलाज्यूलाई मेरो हृदयदेखि नै नमन गर्न चाहन्छु। यो मैले सोध्न लागेको प्रश्न चाहिँ कतै देखेर अरूले भने अनुसार भन्दा नि म आफैले भोगेको भोगाइ हो। अब तपाईँले भन्नुभएको थियो त बुद्धिज्म अनुसार जुठो बारिने प्रथा भन्नुभयो त, जुठो बारिने पूजासुजा गर्ने भन्नुभयो त। अब यो जुठोमा परेको मान्छे चाहिँ मठ मन्दिरतिर देवीथानतिर त्यतातिर जानुहुन्न भन्ने सुनेको थिएँ मैले, म आफैले भोगेको पनि हो। अनि त्यो चाहिँ हुन्छ कि हुँदैन? अब त्यो थानतिर देवीथानतिर मन्दिरतिर जाँदाखेरि पाप लाग्ने त्यस्तो हुन्छ कि हुँदैन? त्यो प्रश्न चाहिँ एकचोटि स्पष्ट पारिदिनु हुन अनुरोध गर्दछु। यो बहिनीको जिज्ञासा सामूहिक जिज्ञासा हुन सक्छ। पहिलो कुरा जुठो भनेको के हो? जुठो भनेको कुनै मान्छेले खाएर आधी फ्याल्यो भने त्यसलाई हामी जुठो भन्छौँ होइन त? अनि मान्छे कसरी जुठो हुन्छ?
मान्छे जुठो भन्ने नै हाम्रो दृष्टिकोणबाट बौद्ध दृष्टिकोणबाट नै जुठो मान्छे जुठो भन्नु नै क्लेशयुक्त कारणले जुठो भनेको हो कि परिवारको एकजना सदस्य बित्यो भन्दैमा त्यो परिवारको सदस्य सबैलाई कसरी जुठो भन्ने त्यो गलत छ जुठो हुँदैन एउटा कुरा अनि एउटा प्राकृतिक रूपमा महिलाहरूमा हुने महिनावारी भएकै कारणले गर्दाखेरि जुठो अशुद्ध फोहोर हुन्छ मन्दिर जानु हुँदैन पूजा गर्नु जानु हुँदैन व्रत बस्नु हुँदैन गुरु दर्शन गर्नु हुँदैन भन्ने जुन मनोविज्ञान छ यो चाहिँ बौद्ध शिक्षा अनुसार सिद्धान्त अनुसार यो गलत छ जुठो भन्ने नै हुँदैन जुठो भन्ने नै नभइसकेपछि मन्दिर जान नहुने पूजा गर्न नहुने भन्ने कारण नै रहेन धन्यवाद धन्यवाद छ पक्कै पनि आज हामी अन्य दिनभन्दा धेरै नै टाइम लियौँ किनभने पक्कै पनि आज त हाम्रो अन्तिम दिन हो धेरैजनाको जिज्ञासाहरू धेरै थिए त्यो कारणले गर्दाखेरि हामीले राख्नै पर्ने भएको कारणले गर्दा राख्यौँ अहिले 3:30 पनि कटिसक्यो जस्तो लाग्छ अब चाहिँ हामी कुनै प्रश्न लिन सक्दैनौँ त्यो उहाँले अघिदेखि भन्दै हुनुहुन्छ त्यसको लागि म क्षमा माग्छु हजुरलाई अहिले एकैछिनमा बरु हजुरले स्वयं भेटेर पनि सोध्न सक्नुहुन्छ तर अब ऱ्यापअप गर्नु अगाडि म फेरि पनि उहाँलाई कृतज्ञता ज्ञापन गर्न चाहन्छु हामीलाई आस्तिक र नास्तिकको विषयमा शिक्षण दिनुभयो यो जीवनदेखि अर्को जीवनसम्मको यात्रा तथा मृत्युपछिको संस्कार बारे शिक्षण अनि भूत भाषा सम्बन्धी जानकारी र यो भाषाको महत्त्वबारे शिक्षण दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै सम्पूर्णले एकचोटि ताली बजाइदिनु हुनका लागि अनुरोध गर्दछु हाम्रो श्रद्धेय धर्मगुरु खेम्पो शेर लामा गुरुङज्यूलाई